थम्बनेलमा हेर्नुभयो होला यो कम्पाइलेसन भिडियो हो हैन कथाहरूको सङ्गालो हो। सो यसलाई लाइक गरिदिनुस्, कमेन्ट गरिदिनुस्, सेयर गरिदिनुस्, सब्स्क्राइब गरिदिनुस् अनि बेल आइकन पनि दबाइदिनुस्। अनि ल स्टार्ट गर्छु है त कम्पाइलेसन कथाहरूको सङ्गालो। यो कथा एउटा केटाको, अनि त्यो केटा चाहिँ दिनभरि डुलेर हैन बेरोजगार केटा थियो कि हैन। अनि गाउँमा बस्ने बेरोजगार केटा के हैन। अब हुन्छ नि त हैन, अब गाउँमा बस्ने सबैलाई मैले बेरोजगार भन्न खोजेको होइन फेरि। अनि अभियसली रोजगारको कमी छ हैन। डुल्दा डुल्दै 6-7 बज्छ क्या हैन। अनि घर बाबामा कुरिरहेको हुन्छन्। अनि ल अब दिनभरि हिँड्यो थाकियो भनेर एउटा चौतारामा आएर सुतिरहेको हुन्छ होइन। सुनसान हुन्छ क्या त्यो ठाउँ पनि, अब वरिपरि जङ्गलै जङ्गल होइन, घरहरू पनि केही छैन, त्यस्तो हुन्छ होइन। अनि सुत्दाखेरि यसरी सुतेर बसिरहेको हुन्छ। अनि कसले यो सास फेरेको महसुस गर्छ क्या होइन आफ्नो मुखमा। अनि यसरी हेरेको त एउटा आइमाईले यसरी हेरिरहेको छ होइन, जस्तै केटा यहाँ सुतिरहेको छ भने यसरी हेरिरहेको छ होइन, अबि गरेछ क्या होइन। के हो पारा आन्टी, तपाईँ त्यसरी हेर्ने हो मलाई भन्छ। के रे आन्टी रे, दिदी भन्, ब्यान्ड चोत भन्छ होइन। अनि तपाईँ केटी मान्छे भएर पनि गाली दिने भनेर भन्छ केटाले होइन। लेट्स से त्यो केटाको नाम चाहिँ राम राखिदिउँ होइन। रामले पनि त्यस्तो भन्छ क्या, तपाईँले केटी मान्छे भएर गाली दिने भन्दाखेरि अनि तँलाई के मतलब म गाली दिन्छु जसरी दिन्छु भन्छ होइन। अनि सोध्न थाल्छ क्या त्यो केटाले, तपाईँ कता कता भन्दाखेरि अनि किन यहाँ बस्नुभएको भन्दाखेरि पहिला तैँले भन्न किन यहाँ सुतिरहेको छस् भन्दै लावाइस कुत्ता जस्तरी भनेर। अनि त्यो केटा अलमल पऱ्यो क्या होइन, के भन्ने भयो होइन। केटाले रिस उठिरहेको छ क्या भित्रबाट है। म त दिनभरि डुल्ने काम हो, रोजगार छैन, त्यही भएर डुलेर बस्छु भनेछ होइन। अनि केटीले भनेछ क्या होइन, अनि मेरो घर टोयलेट सफा गर्ने काम छ गर्छस् भन्छ होइन। अनि त्यो केटाले गर्छु भन्छ होइन। तपाईँले पैसा दिनुहुन्छ भने म गर्छु भन्छ होइन। मलाई जोक गरेको छैन मसँग काम छ भन्दै चाहिँ केटीले। तपाईँ पनि दिदी के भन्नुहुन्छ भन्छ होइन। दुईजनाको बिच लाइक भाइचारा जस्तो भएछ क्या, भाइचारा अन टप भएछ क्या होइन। अनि त्यसपछि चाहिँ अनि दुईजना सँगै घर जाने भन्ने सोचेछन् कि होइन। अनि मेरो घर पनि तेरो गाउँको अगाडि नै पर्छ भन्छ होइन त्यो केटी चाहिँले। अनि ठ्याक्कै जङ्गलको बाटो हिँड्दै थियो ठ्याक्कै केटा चाहिँले जङ्गलको बिचमा अब हिँड्दै के त्यो दिदी चाहिँको मतलब त्यो केटी चाहिँको खुट्टा देखेछ क्या होइन। खुट्टा उल्टो रहेछ क्या होइन। खुट्टा कुर्कुच्चा अगाडि औँला पछाडि रहेछ होइन। अनि त्यसपछि चाहिँ भनेर तर्सेछ होइन, गरेर तर्सेछ होइन। अनि कुरकुरे खाना मन लाग्यो तपाईँ मसँग छ नि भन्छ केटीले होइन। अनि झोलाबाट निकाल्न आएछ होइन। अनि केटा अझै कुरकुर भन्दैछ होइन। अनि केटा त्यही ढलेको होइन। ढलेपछि जब उठ्यो तब उठेपछि वरिपरि मान्छेहरू रहेछ होइन। अनि अझै पनि कुरकुर भन्दै बसिरहेको छ होइन। यो केटाले के भनिरहेछ भनेर सबैजना दङ्ग पऱ्यो होइन। त्यसपछि लिएर गयो। अनि त्यसपछि चाहिँ अनि लामा थिम लिएर गयो। अनि लामा थिम गएपछि कुरकुर भन्दैछ होइन। अनि लामाले चाहिँ वाह मलाई कुरी नभने मैले के नराम्रो काम गरेँ होइन भन्छ क्या लामाले होइन। अनि होइन लामा तपाईँलाई त्यस्तो भन्न खोजेको होइन। त्यसले हामीले भेट्ने बित्तिकै नै कुरकुर भन्दै थियो, केही माथिल्लो शक्तिले असर गरेछ कि यसो हेरिदिनु पऱ्यो भन्छ। भन्छ लामाले होइन। त्यसपछि लामाले हेरेछ होइन, जोखाना हेरेछ त्यसको। हेरेपछि भनेछ कि यसलाई त त्यही भड्किने केचकन्डीले पिछा गरेछ, धन्न केही गरेन यसलाई होइन। तपाईँहरू सायद आउनु भएको छ एका टाइममा, धन्न केही गरेन, नत्र भने त यो केटा बस्दैन भन्दैन। तपाईँहरू टाइममा लिएर आउनु भएको छ यसलाई भन्छ होइन। म फुकिदिन्छु टेन्सन नलिनुहोस् भन्छ होइन। अनि फुकिदिएपछि अनि त्यो केटा ठिक भएछ कि कुरकुर भन्न छोडेछ क्या होइन। अनि त्यसपछि चाहिँ अनि त्यो केटा अनि होसमा आएपछि म कहाँ छु भन्छ होइन। तिमी सेफ छौ बाबु सेफ छौ भन्छ होइन। तिमी सुरक्षित छौ टेन्सन नलिऊ भन्छ होइन। हस् लामाजी भनेछ होइन केटाले क्या। त्यहाँबाट जुर्क उठेको छ। लामाले भन्छ ओए मेरो पैसा खै भन्छ होइन लामाले होइन। मसँग त पैसा छैन त, म त बेरोजगार हो, अब केयर नि भनेर भन्छ होइन। त्यसपछि चाहिँ त मेरो अब शिष्य भनेर बस भन्छ होइन। त्यहाँबाट त केटाले विद्या सिक्न थालेछ। अनि त्यसपछि जो पनि आउँछ, जो पनि किचकन्डी या फिर भूतहरू आउँछ तिनीहरूलाई भगाउने काम गर्न स्टार्ट गरेछ क्या होइन। त्यहाँबाट एउटा फाइदा भयो कि केटालाई, विद्या पनि सिक्न पायो उसको केटा। अनि त्यो लामाको
लामाको चाकरी गरेर यताउति गरेर विदेशी हो कि। सो यो फर्स्ट नेपाली हरर कमेडी स्टोरी। यदि तपाईँलाई कमेडी लागिरहेछ भने बाई द वे तपाईँले बुझ्नुभयो होला होइन, कुरकुर भन्न खोजेको चाहिँ कुर्कुच्चा भन्न खोजेको, तिम्रो कुर्कुच्चा उल्टो छ भन्न खोजेको त्यही होइन, बुझ्नुभयो होला होइन तपाईँले सुन्ने। आई थिङ्क मैले सम्झाउन पर्ने जरुरत पनि थिएन होइन। लेट्स गो टु सेकेन्ड स्टोरी। अर्को स्टोरी चाहिँ एउटा फुच्चेको हो। अनि त्यो फुच्चे पनि अब दिनभरि गुच्चा खेल्ने यताउति हल्लिने खालको टाइपको थियो कि होइन। अनि प्यारेन्ट्सहरूले स्कुल पठाउँथ्यो तर स्कुल नगइकन स्कुल बङ्क हानेर साथीहरूसँग गुच्चाहरू खेल्ने यताउति खेल्ने गर्थ्यो होइन। अनि एक दिन चाहिँ ढिलो भएछ कि होइन, त्यस्तो गर्दा गर्दै होइन। अनि त्यसपछि चाहिँ खेल्दा 6-7 बजेछ कि होइन। अनि लेट्स त्यो केटाको नाम चाहिँ हरि होइन। अनि हरि चाहिँ अनि खेल्दा खेल्दै अनि टाढै पुगेछ कि होइन हाम्रो साथीहरूसँग। त्यसपछि साथीहरूको घर त नजिकै थियो तर उसको घर टाढा थियो कि होइन, ऊ पनि गाउँमै बस्थ्यो कि होइन। अनि त्यसपछि चाहिँ अनि घर फर्किँदै थियो। घर फर्किँदा एउटा रुखमुनि एउटा केटी चाहिँ के हो ड्र गरेर बसिरहेको देखेछ कि होइन, स्याउ ड्र गरेर बसेको देखेछ कि होइन, रुखमा ढुङ्गाले होइन। हरिले भन्छ कि म तिमीसँग खेल्न सक्छु भन्छ क्या होइन। त्यो हरिलाई चाहिँ त्यो केटी चाहिँ राम्रै लागेछ कि, उसकै उमेरको राम्रो केटी होइन। अब साथी बन्ने भयो र वाउ भनेर अनि साथी हुन्छ भने खेलौँ भनेर भन्छ है। हुन्छ भनेर चाहिँ त्यो केटीले है दुईजना खेल्न थाल्छन् है। अनि खेल्दा ल अब मेरो घर जाने पालो भयो भन्छ नि त्यो केटीले। अनि तिम्रो घर कता हो भन्दाखेरि अनि फलाना टिमका ठाउँमा हो भन्छ है। यो त मेरो गाउँभन्दा अगाडि आउँछ, तिम्रो गाउँमा पुऱ्याएर अनि म घर फर्किन्छु भन्छ। अनि हुन्छ भन्छ होइन। त्यसपछि दुईजना गएछन् होइन, दुईजना गएर कुरा गर्न थालेछ। त्यसपछि अनि अँगालो मारेर होइन पुरा होइन साथी जस्तो बनेर होइन कुरा गर्न थालेछ कि होइन। नर्मल क्याजुअल के अब हुन्छ नि साथी बिच होइन, त्यस्तो केही गर्लफ्रेन्ड बनाउँछु त्यस्तो बनाउँछु भनेर सोचेको नि होइन क्या। बच्चा हो, बच्चाको माइन्डमा के नै हुन्छ र होइन। इनोसेन्ट हुन्छ माइन्ड होइन बच्चाहरू। त्यसपछि अनि अँगालोमा लगाएको त चिसो रहेछ क्या त्यो केटी चाहिँ, चिसीले चाहिँ त्यसपछि अँगालोबाट हटाइदिइहाल्यो क्या हात होइन। यसरी हात हटाइदियो त्यसपछि यसरी हात छाम्यो क्या होइन, तिमी त कति चिसो हो अन्टार्टिकाबाट खेलेर आएको थियो क्या भन्छ है। अनि खै अब म यहाँ धेरै खेलेर होला त्यही भएर चिसो भयो भन्न चाहिँ। अनि हरिलाई थाहा थियो कि किचकन्याको बारेमा, किचकन्या भनेको के हो भनेर थाहा थियो होइन। अनि हरिलाई शङ्का भएछ क्या किचकन्याहरू चिसो किचकन्याहरूलाई छाम्यो भने चिसो हुन्छ अनि त्यसपछि तिनीहरूको ढाड खोक्रो हुन्छ भन्छ है। अनि यसरी पुलुक्क गरेर ढाड हेरेछ है हरिले, केटी अगाडिबाट हिँड्दैछ नि त्यो हेरेछ होइन। अनि त्यसपछि ढाड खोक्रो रहेछ क्या होइन केटीको होइन। तिमीले पनि ढाड हेऱ्यौ नि, ढाड कस्तो रहेछ थाहा भयो नि भन्छ केटीले होइन। त्यो केटाले चाहिँ अनि तिमी को भन्छ होइन। अनि त्यसपछि चाहिँ अनि हात्ती नै पर्दैन, म तिमीलाई केही पनि गर्दिनँ कि, म तिमीसँग खेल्न मात्र हो, हात्ती नै पर्दैन भन्छ होइन। अनि केटा चाहिँ लगभग कामेछ होइन। कामेपछि अनि त्यसपछि चाहिँ अनि पेट दुखेछ केटाको होइन। अनि त्यसपछि चाहिँ अनि बान्तै गरेछ कि होइन त्यो देखेपछि होइन। त्यस्तो देखेपछि अनि तिमीलाई के भयो भन्छ होइन। त्यसपछि चाहिँ अनि केटा चाहिँ अनि हरि चाहिँ अनि देखेनस् मलाई यहाँ बान्ता आइरहेछ त हट मेरो पछाडि मेरो अगाडिबाट हट भन्छ है। त्यसपछि चाहिँ अनि हरि यसरी गरेर भागेछ होइन। पर्ख्यो भनेर त्यो केटी पनि भाग्दै आइछ होइन, किचकन्या के भाग्दै आइछ। अनि त्यसपछि अनि हरि लडेछ क्या होइन। हरि लडेपछि त्यो केटी पनि नजिक आयो। त्यसपछि म केही पनि गर्दिनँ क्या तिमीलाई, नात्यो केही पनि गर्दिनँ क्या तिमी नात्यो भनेर चाहिँ। त्यसपछि अनि गरेछ होइन हरिले। हरि त फेरि अब सिकिस्तै भएछ क्या होइन। त्यसपछि चाहिँ अनि बल्ल तल उठेर अनि आफ्नो पावर लगाएर भागेछ होइन। भागेपछि अनि त्यसपछि अनि घर गएछ नि, घर गएको त पुरै यहाँ सट्टैभरि बान्दै अनि होइन हो केटा के गरेर आइस् भन्छ होइन। त्यसपछि चाहिँ म यस्तो भएको भन्छ। अनि त्यसपछि चाहिँ अनि लट्ठीले चाकमा हानेछ। अनि त्यसपछि गरेछ होइन हरिले होइन। मलाई नहान्नुहोस् न त्यसै नै मलाई वाक आइरहेछ अनि झन् तपाईँले हान्नुहुन्छ अनि झन् बल्ल तल किचकन्याबाट बसेर आइरहेको छु भन्छ है। मैले पत्याइन तेरो कुरा भन्छ होइन त्यो बाउजाले। अनि त्यसपछि चाहिँ अनि कान्छा मात्रै लिएर गएछ घर है। अनि भोलिपल्ट अनि छोरा सिकिस्त देखेपछि अनि लामालाई गएर देखाउँदाखेरि लामाले भन्छ
छोरालाई साँच्चीकै किस गर्नेले भेटेकै हो, छोराले झुट बोले होइन। धन्न राम्रो किस गर्ने रहेछ, केही पनि नगर्ने खालको। अनि यो बुढी दिन्छु, बुढी लगाऊ, बुढी लगाउनै पर्छ, अब फेरि त्यसले पिछा गर्न सक्छ होइन। छोराले छोडेको रहेछ होइन, त्यही भएर त्यो झ्याउ हुन्छ भनेर अनि के बुढी दिएछ बेलामा त्यसपछि घर गएछन् कि। यो सेकेन्ड स्टोरी होइन। अब आउँछ थर्ड स्टोरी। सो यो थर्ड स्टोरी चाहिँ श्यामको बारेमा होइन। त्यसपछि चाहिँ श्याम हुन्छ मेन क्यारेक्टर हाम्रो होइन। श्याम चाहिँ आफ्नो साथीहरूसँग स्कुलबाट आइरहेको हुन्छ कि होइन, अनि घर आइरहेको हुन्छ होइन। अनि डेबाट हुन्छ क्या तिनीहरूको, त्यही भएर 6-7 भइसकेको हुन्छ। अनि त्यसपछि घर फर्किरहेको हुन्छ तिनीहरू चाहिँ। अनि अब अरू बोल्ने टपिक नपाएर भूतको कुरा गर्न थाल्छ क्या होइन। अनि मलाई चाहिँ मनपर्ने भूत मुर्कट्टा हो भन्छ होइन। त्यसपछि श्यामले होइन किन मनपर्छ तपाईँ भन्दाखेरि ह्यान्डसम भएर हो भनेर भन्छ। उजा भन्छ अर्को साथीले मुर्कट्टाको टाउको साको हुन्न तर के देखेर ह्यान्डसम भनिस् भन्छ होइन। त्यसपछि चाहिँ अनि मैले त्यतिकै गफ हानेको भन्छ श्यामले होइन। अनि ती सबैले मुर्कट्टाहरूको अनि भूतहरूको यताउतिहरूको कथा सुनाउनु थाल्छ क्या होइन। अनि श्यामले भन्न थाल्छ कि श्याम चाहिँ अलिक गफारी टाइपको थियो कि होइन। अनि भन्न थालेछ क्या होइन, एकचोटि चाहिँ मैले मुर्कट्टा देखेको छु भन्छ होइन। अनि कसरी भन्छ त्यसको साथीहरूले। अनि सुरु गरेछ कि आफ्नो कथा। म चाहिँ खेलेर घरबाट 6-7 बजे फर्किरहेको थिएँ। त्यसपछि फर्केर आएपछि अनि घोडाबाट टक्रक गरेर कोही आइरहेको थियो। त्यसपछि चाहिँ म नलुकिकन सिधै उभिएँ बाटोमा। मुर्कट्टा रोकियो। अनि त्यसपछि मैले भने ओए मुर्कट्टे कहाँबाट आएकोस् भन्छ होइन। अनि मुर्कट्टाले भन्छ म त यहीँ घुमिरहेको छु साहब, जस्ट चिलिङ आउट ब्रो। चुप भनेछ मैले चुप भनेछु होइन। त्यसपछि चाहिँ अनि यहाँ गइहाल निस्किहाल भनेछु मैले होइन। अनि त्यसपछि चाहिँ अनि त्यसरी मुर्कट्टा भाग्यो त्यहाँ भनेर भन्छ कि श्यामले होइन आफ्नो साथीहरूलाई गफाने छ होइन। साथीहरूले ए हो र तँ त्यस्तो गरेकोस् मुर्कट्टालाई, मुर्कट्टाको छाया पऱ्यो भने त मान्छे मर्छ भन्छ त, अनि त यहीँ जिउँदैछस् भन्छ है। मेरो त औरा नै खतरा छ नि, छाया पऱ्यो नि मान्छेले मुर्कट्टालाई छोयो पनि मलाई केही फरक पर्दैन भन्छ होइन। अनि त्यसपछि चाहिँ अनि त्यो हिँड्दै थियो। अनि त्यसपछि हिँड्दाखेरि अनि घोडा टक्रक गरेको आवाज आएछ होइन। अनि त्यसपछि चाहिँ अनि ओइ मुर्कट्टा श्याम भन्दाखेरि श्यामै छैन अरे क्या होइन। श्याम त्यहाँ छैन र अनि श्यामलाई खोजेर हेरेको त माथि रुखमा बसेर लग कानेर मुर्कट्टा भनेर लुकेर बसेछ होइन। अनि त्यसपछि अनि त्यसको साथीहरू पनि भागेर अनि त्यही रुखमा चढेछ होइन। तैँले त मुर्कट्टालाई खुबै थर्का त भन्दैछ त, तैँले त मुर्कट्टालाई खुबै थर्काछु भन्दैछ त, के हो तेरो पारा भन्छ। ए होइन कि म स्ट्राटेजी लगाएको, माथि गएर रुखमा बस्यो भने मुर्कट्टालाई एट्याक गर्न सजिलो हुन्छ भन्छ होइन। ए हो भन्छ त्यो साथीहरूले। त्यसको साथीहरू इनोसेन्ट हुन्छ क्या। त्यसपछि चाहिँ अनि त्यो घोडाबाट टक्कर गरेको चिज आएछ होइन। ल त श्याम तिनीहरू त्यसलाई गएर एट्याक गर त, अब तेरो स्ट्राटेजी लगा भन्छ। अनि भए त अनि कुदेछ क्या श्याम त है साथीहरूको पेयर प्रेसरले। अनि त्यसपछि त्यो मान्छेको त्यो घोडामा बसेको चिजको माथि खसेछ होइन। अनि अय्या गरेर त्यो घोडामा बसेको चिज लडेर भरे त हेरेको त गाउँको काजी रहेछ होइन। काजी चाहिँ आफ्नो घोडामा चढ्दै डुल्दै आएर घरमा जान लागेको रहेछ होइन। अनि त तँलाई बज्या मलाई लडाइस् पर्खी तिमीहरूले मलाई यति सताउँछ भन्छ। नि त्यसपछि श्याम र त्यसको साथीहरू भागेछ क्या त्यहाँ। यो चाहिँ एउटा जिममा जाने केटाको स्टोरी होइन। अनि उसको चाहिँ पुरा 6 प्याक्स हुन्छ क्या होइन। अनि केटीहरू मतलब अब केटीहरू फिदा भन्दा पनि अब काइन्ड अफ मन पराइरहेको हुन्छ कि उसलाई। अब मन पराउने केटीहरू धेरै हुन्छ क्या होइन। पर्पज पनि उसलाई धेरैले हानेको हुन्छ होइन। अनि जस उसले खास राइट केटी नपाएर होइन पोलाइटली रिजेक्ट गरिरहेको हुन्छ क्या सबैलाई होइन। अनि एक दिन ऊ बेलुका जिम गरेर फर्किरहेको थियो। अनि फर्किँदाखेरि मतलब अब सहरमा त त्यति सुनसान त हुँदैन होइन। त्यही नि अब जहाँ जिम गर्थ्यो त्यहाँ चाहिँ टाउन साइड थियो कि होइन। अनि टाउन साइड मतलब सहरको छेउछेउतिर क्या, त्यहाँतिर चाहिँ अलिक सुनसानै हुन्छ क्या होइन। अनि त्यहाँबाट हिँडिरहेको थियो होइन।
अनि हिँड्दा हिँड्दै एउटा रुख आयो कि होइन, एउटा पिपलको रुख आयो। अनि उसलाई चाहिँ अनि एकदम फेसिनेटिङ लाग्यो कि त्यो रुख चाहिँ होइन, मतलब अब कस्तो अलग टाइपको लाग्यो होइन, कहिले पनि नदेखेको त होइन पिपलको रुख। त्यही पनि एकचोटि यसो गरेर हेरेछ होइन, पिपलको रुखमा गएर कस्तो सरर हावा लागेछ होइन। अनि हावा लागेपछि अनि त्यहीँ गएर यसो हावा खाएर बस्छु भनेर अनि यसो बसेछ होइन। बसेको त एउटा केटी त्यही पिपलको रुखको हाँगामा बसिरहेको चाहिँ होइन, खुट्टा हल्लाउँदै होइन। पिपलको रुखको हाँगा चाहिँ कस्तो हल्लेको आवाज आइरहेको थियो कि होइन। अनि त्यही भएर अनि यसो किन हल्लेको पिपलको रुख भनेर माथि हेरेको त यसो केटीको खुट्टाको पाइताला रहेछ अनि हल्लेको देखेछ कि होइन। अनि मतलब पाइतालै त देखेन, तर खुट्टा मात्र देखेँ, खुट्टा हल्लेको मात्रै देखेको होइन। लामो कपडा चाहिँ फेरि खुट्टा नै कभर गरिरहेको थिएँ। अनि हल्लाएको देखेको थिएँ खुट्टा होइन। केटालाई अब केटीहरूले लाइन मार्ने होइन, त्यही भएर उसले पनि वास्ता गरेन कि कोही केटीको होइन, त्यो केटी पनि वास्ता गरेन कि होइन। अब उसलाई त केटीहरूले लाइन मार्ने गर्थ्यो होइन। अब उसको अगाडि त केटीहरू लाइन लगाएर बस्थ्यो कि काइन्ड अफ होइन, पपुलर थियो कि उसको, आफ्नो इलाकाको पपुलर मान्छे थियो कि होइन। अनि ऊ त पपुलर केटा हुन्छ होइन, अनि उसलाई त अब केटीहरूले लाइन मारेको हुन्छ। अनि उसको लागि त केटीहरूले लाइन लगाएको हुन्छ होइन, त्यही भएर उसले त्यो केटीको पनि वास्ता गरेन कि होइन। मोबाइल चलाएर बसिराखेँ होइन। माथि बसेको त्यो केटीले खुट्टा हल्लाएको केटीले भन्छ कि कहाँबाट आउनु भएको भन्छ। अनि त्यसपछि चाहिँ त्यो केटा चाहिँ यसो यताउति हेर्छ, अनि के कहाँबाट आवाज आइरहेछ, अनि माथिबाट आवाज आइरहेछ थाहा पाएको छैन। अनि केटाले भन्छ हजुर मलाई भन्नुभएको भन्छ। अनि त्यो केटीले भन्छ मैले हजुरलाई नै भनेको भनेर। अनि त्यसपछि त्यो केटी चाहिँ त्यो हाँगाबाट कुदेर तल आउँछ। अनि त्यो केटा झसँग हुन्छ क्या होइन। अनि तपाईँ किन त्यसरी कुद्नुभएको भन्छ होइन केटालाई, तपाईँलाई चोट लाग्न सक्थ्यो भन्छ होइन। केही हुँदा मलाई फरक पर्दैन भन्छ होइन। अनि त्यसपछि अनि दुईजनाको बिच कुरा हुन्छ क्या। अनि त्यसपछि म चाहिँ जिम गरेर आएको यताउति भन्छ होइन। तपाईँको त बडी त खतरा रहेछ भन्छ होइन त्यो केटीले। अनि त्यसपछि चाहिँ दुईजनाको बिच कुरा हुन्छ नि। त्यसपछि चाहिँ अनि केटीले भन्छ कि मलाई घर पुऱ्याइदिनुहुन्छ, यो राति अँधेरो छ, फेरि लखौँमा केटाहरू हिँडेर आउँछन्, मलाई नै होइन, अनि मलाई नि खतरा हुन्छ, तपाईँको पनि बडी खतरा छ, तपाईँ मलाई प्रोटेक्ट गर्न सक्नुहुन्छ, मलाई छोड्न जानुहोस् भन्छ होइन। त्यसपछि केटाले पनि हुन्छ भनेछ होइन। अनि त्यसपछि जहाँ गएछन् दुईजना कुरा गरेछ नि। त्यसपछि अनि केटीको घर चाहिँ कस्तो सुनसान त्यो खण्डर जस्तो घर रहेछ क्या। अनि केटा छक्क पर्छ क्या। अनि तपाईँ यस्तो ठाउँमा बस्नुहुन्छ, तपाईँ त राम्रै हुनुहुन्छ, तपाईँ त यस्तो ठाउँमा बस्नुहुँदो रहेछ भन्दाखेरि अनि त्यसपछि के गर्नु त अब म गरिब नै परेँ, त्यही भएर यस्तो ठाउँमा बस्नु परिरहेछ भन्छ होइन। त्यस्तो पो कुरा भन्छ होइन केटाले। त्यसपछि ल त तपाईँ जानुहोस् त नि घरमा, म पनि अब आफ्नो घरतिर लाग्छु भन्दाखेरि होइन म तपाईँलाई चिया नखुवाएसम्म जाँदिनँ। अनि केटाले भन्छ होइन म त चिया खाँदिनँ नि त, म त चिया खाँदिनँ नि कति पनि। अनि त्यसपछि केटीले भन्छ केही हुन्न, म सुगर हाल्दिनँ, चिया यतिकै दिन्छु भनेर, चिया त खाएर जानुहोस् भन्छ है। अनि केटाले पनि लत्तनी भनेर अनि जान्छ है। अनि घरभित्र छिर्छ नि। घरभित्र छिरेपछि घर चाहिँ कस्तो खण्डर हुन्छ क्या। अनि कस्तो फोहोर हुन्छ होइन। त्यसपछि गएर बल्ल तल्ल बस्छ केटा होइन। मोबाइल चलाएर बस्छ नि, आफ्नो साथीहरूलाई मेसेज गरेर हुन्छ क्या होइन, म त यस्तो ठाउँमा आएको छु, मलाई केटीले यसरी लिएर आएको थियो भन्छ होइन। अनि कहाँ लिएर आएको भनेर भन्छ होइन। अनि फलाना ढिम्काना ठाउँमा भन्छ होइन। अनि त्यहाँको अनि त्यसपछि अनि साथीहरूले मेसेज गर्छ क्या फेरि, ओ त्यहाँ भागिहाल भन्छ। त्यसपछि केटाले मेसेज गर्छ कि किन भन्छ। त्यो ठाउँमा तर्साउँछ, त्यो ठाउँ त भूत घर हो, त्यो खण्डरवाला घर भनेको छैन, त्यो त भूत घर हो, त्यो केटी होइन पके पनि त्यसो भए त्यहाँ भागिहाल भन्छ होइन। त्यसपछि अनि त्यो केटा चाहिँ अनि मोबाइल यसो खोलीमा राखेर यताउति हेरेर भाग्न लगाएर आउँछ कि ठ्याक्कै पछाडिबाट आवाज आउँछ कि कहाँ जान लाउनु भएको भन्छ। अनि त्यसपछि अनि म त यसो टोयलेट जान लागेको, टोयलेट कहाँ छ भन्दाखेरि बाहिर छ जानुहोस् भन्छ होइन। अनि त्यसपछि अनि त्यो केटा त्यहाँबाट गएर जान्छ। अनि गएपछि टोयलेट जानेको बाटो नगएर सिधै भाग्छ कि होइन। भागेर यस्तो पछाडि फर्केर हेर्दाखेरि त झ्यालमा एउटा आकृति उभिएको देखेको हुन्छ होइन, सेतो मुख भएको होइन, सेतो मुख भएर हाँसेर हेरिरहेको होइन। अनि हाँसेर हेरिरहेको होइन, नानी पनि सानो, अनि त्यसपछि हाँसेर हेरिरहेको, अनि हिँ गरेर हाँसेर हेरिरहेको देखेछ। अनि त्यो केटा त्यहाँ भागेछ कि। धन्न त्यसको साथीहरूले त्यसलाई त्यो दिन बचाएछ कि, नत्र भने त किचकनीले मार्न सक्थ्यो, जे पनि गर्न सक्थ्यो। किचकनीले दिएको कुरा खायो भने त मान्छे बाँच्दैन रहेछ कि होइन।
अनि झन् साथीहरूले मेसेज गरेछ कि त्यो जिम जाने केटाले, अनि साथीहरूले बचाएछ अनि साथीलाई थ्याङ्क यू भन्छ कि त्यो केटाले पछि गएर अनि त्यसपछि त्यो भएछ। सो यो फर्स्ट स्टोरी होइन। यो अर्को कथा चाहिँ नाइट बसको हरर स्टोरी होइन। अनि एउटा केटा चाहिँ आफ्नो गाउँबाट सहर जाने केही कामले सहर गइरहेको हुन्छ होइन, नाइट बसबाट होइन। अनि त्यो काम चाहिँ अभियसली अब केही न केही होला होइन, त्यो भन्न मिल्दैन होइन। अनि नाइट बसबाट गइरहेको हुन्छ। अनि नाइट बसमा बस्छ अनि बसेपछि अनि झ्यालको सिट पाएको हुन्छ कि। त्यसपछि चाहिँ अनि त्यो बस चाहिँ जान्छ होइन, हिँड्छ होइन। अनि त्यसपछि चाहिँ अनि खाना खाने ठाउँ आएको हुन्छ कि होइन। अनि खाना खाने ठाउँ आउँछ अनि त्यसपछि चाहिँ त्यहाँ निस्किन्छ खाना खानको लागि। अनि त्यसपछि खाना खाएर अनि अब बस अझै ढिलो गर्छ हिँड्न भनेर होइन। सबैजना धेरै हुन्छ कि त्यो नाइट बसमा प्यासेन्जरहरू, त्यही भएर प्यासेन्जरहरूले खाना खाइरहेको हुन्छ, त्यही भएर आफूले खाना खायो, अब अरूले पनि खाना खाइरहेको हुन्छ, त्यही भएर अब त्यो खाना खाएको हुनाले त्यो बस ढिलो हिँड्छ भनेर ऊ चाहिँ ल यसो बाटो यताउति हेर्छु कस्तो रहेछ भनेर हिँड्न जान्छ कि। अनि साइडमा चाहिँ जङ्गल हुन्छ कि होइन, जङ्गलभित्र जान्छ क्या, जङ्गलभित्र यसो हेर्न जानु त के रहेछ भनेर। त्यसपछि त्यो जङ्गलभित्र जान्छ होइन। त्यसपछि जङ्गलमा यसो हेर्न जान्छ। त्यति राति पनि जङ्गलमा गइरहेको हुन्छ कि होइन। टर्च लाइट हुन्छ उसँग, अनि टर्च लाइट यसो बालेर गइरहेको हुन्छ होइन। अनि टर्च लाइट बालेर यताउति हेर्दाखेरि टर्च लाइट यस्तो हेर्दाखेरि झ्याप्प स्वाइँ कोही कुदेर गएको देखेको हुन्छ क्या। अनि टर्च लाइट पनि झिपिक झिपिक गर्छ क्या होइन, फ्लिकर गर्न थाल्छ क्या होइन। अनि त्यो केटा टुवाल्ल पर्छ कि होइन। त्यसपछि अनि को हो भन्छ होइन। त्यसपछि अनि आवाज आउँदैन कि उताबाट होइन। अनि फेरि अनि टर्च लाइट बन्द गर्छ। अनि त्यसपछि अनि सायद केही जनावर हो कि होइन। अनि जनावर हो, जनावरले फेरि मेरो प्रेसेन्ट म यहाँ भएको थाहा पाउन सक्छ भनेर टर्च लाइट बन्द गरेर लुक्न खोजेको हुन्छ होइन। अनि कोही स्याङ सुङसुङ गरेर हिँडेको सुन्छ होइन। त्यसपछि यहाँ बस्नु ठिक छैन भनेर अनि फर्केर जान लागेको हुन्छ ठ्याक्कै। अनि त्यसपछि अनि हिँड्दा हिँड्दै स्याप चिप्लिन्छ होइन। अनि टर्च लाइट खस्छ कि कहाँ खस्छ होइन। अनि आफू लड्छ क्या होइन। लडेपछि बेसरी खुट्टा दुख्छ होइन, अಯ್या भनेर बसिरहेको हुन्छ होइन। अनि त्यसपछि अनि टर्च लाइट यसो खोजेर अनि टर्च लाइट भेटाउँछ। भेटाएपछि यसो खोलेर हेर्दाखेरि टर्च लाइट खोलेर हेर्दाखेरि यता वरिपरि हेर्दाखेरि केही पनि छैन होइन। अनि त्यसपछि अनि के हिँडेको होला त्यस्तो भनेर सोचिरहेको हुन्छ। त्यसपछि ल त यहाँ हिँड्ने हाल्नुपर्छ भनेर पनि यसो लङ्गाउँदै आफ्नो ठाउँतिर हिँड्न लागेको हुन्छ कि ठ्याक्कै। अनि एउटा बच्चीले बोलाउँछ कि होइन, अङ्कल भनेर बोलाउँछ कि होइन। अनि त्यसपछि अनि त्यो केटा यसो रोकिन्छ क्या। हुनसक्छ कोही के त्यो बच्चीलाई मद्दत चाहिएको कि भनेर अनि सोचेको हुन्छ होइन। कोही बच्चा यहाँ आएर हराएछ कि भनेर सोचेको होइन। पछाडि फर्केछ होइन। अनि एउटा राम्री फुच्चीले बोलाइरहेको हुन्छ कि होइन, 5-7 वर्षकी होइन, सानो फुच्चीले होइन। अनि अङ्कल सुन्नुहोस् त भनेर अनि नजिकै आएको हुन्छ। अनि के भयो नानु भनेर अनि कुरा गर्न थालेको हुन्छ। हेर्नुहोस् न अङ्कल, म त हराएछु यहीँ होइन। अनि अब मलाई बाटो देखाइदिनु पऱ्यो हजुरले, हजुरसँग टर्च लाइट रहेछ होइन। अनि मलाई बाटो देखाइदिनुहोस् त, यो जङ्गलबाट बाहिर पुऱ्याइदिनुहोस्। जङ्गलबाट बाहिर पुऱ्याएपछि म आफै हिँड्न सक्छु घर भन्छ है। त्यसपछि ल आऊ त नि भनेर अनि लिएर जान्छ है। अनि त्यसपछि लिएर जाँदा अनि यसो आफ्नो डेस्टिनेसनमा जान लागेको त। अनि ठ्याक्कै अनि जब मानौँ त्यो जङ्गलमा चाहिँ पुरै अँध्यारो हुन्छ होइन। अनि जङ्गलमा अँध्यारो हुन्छ। अनि त्यसपछि अनि ठ्याक्क बाहिर निस्किने बेला स्ट्रिट लाइट परिरहेको हुन्छ होइन। जब त्यो बच्चीलाई नै हेरिरहेको हुन्छ कि लाइक त्यो केटालाई होइन। अनि त्यसपछि जब त्यो बच्ची त्यहाँ स्ट्रिट लाइटतिर आउँछ, स्ट्रिट लाइटमा आउने बित्तिकै भस्सै गायब हुन्छ कि होइन। अनि त्यो केटा त सिरिङ्ग हुन्छ होइन। अनि त्यो रौँ थारिन्छ क्या होइन। भनेपछि अघि नै कुदेको यताउति गरेको त्यही केटी होला, त्यही किचकर्ने होला भन्ने सोचेको हुन्छ होइन। अनि भागेर जान्छ कि भागेर स्याहाँ हुँदैन। त्यसपछि अनि त्यो बस ड्राइभरलाई भन्छ कि सबै कुरा होइन। अनि बस ड्राइभरले भन्छ कहाँ तपाईँ अनि त्यसरी अँध्यारोमा अनि राति जङ्गलतिर जानु लाग्नु हुँदैन, यो जङ्गलमा त तर्साउँछ थाहा छैन तपाईँलाई भन्छ। ए हो र भन्छ होइन त्यो केटा होइन। अनि जान्छ यसो मुख धोएर अनि फ्रेस भएर अनि जान्छ बसभित्र। अब बस हिँडाउने हामीले भन्छ नि। त्यसपछि ल हुन्छ भन्छ। त्यसपछि अनि बसभित्र बस्छ नि, त्यसपछि जान्छ क्या होइन। सो यो सेकेन्ड स्टोरी होइन।
अनि यो आजको लास्ट स्टोरी चाहिँ एउटा राइटरको स्टोरी होइन। अनि ऊ चाहिँ अब यस्तै मैले जसरी नै कथाहरू भन्ने भन्नाले लेख्ने टाइपको गर्थेँ कि होइन। अनि आफ्नो कथाहरू लेखेर अनि पब्लिस गर्ने होइन। अनि त्यहीँबाट पैसा कमाउने होइन। नोभलहरू पनि लेख्ने कि होइन। अनि किताबहरू उपन्यासहरूले पनि लेख्ने कि होइन। त्यस्तो गर्थेँ कि जे पनि लेख्थेँ कि उसले कविता कथा सबै लेख्थेँ कि होइन। अनि उसलाई चाहिँ एउटा शान्त वातावरण चाहिएको थियो कि होइन। ऊ बस्ने ठाउँमा चाहिँ सहर भएको इलाका अनि गाडीहरू हिँड्ने यताउति गर्छ होइन। त्यही भएर उसले होटल बुक गरेछ होइन। होटल बुक गरेको अनि त्यसपछि होटल बुक गरेपछि होटलमा गएर बसेछ होइन। अनि होटलमा बस्न थाल्यो अनि रुममा बसेर अब आइडिया नआएपछि बाहिर यसो हिँड्ने भन्ने सोचेछ। अनि बाहिर हिँड्ने हावा खाने अनि त्यसपछि आएर अनि के आइडिया आएछ भने होटलमा आएर अनि रुममा आएर लेखेर बस्ने होइन आफ्नो कपीमा होइन। त्यस्तो गर्थ्यो कि फर्स्ट नाइट थियो कि होटलको होइन। अनि उसलाई पानी तिर्खा लागेको छ कि होइन। पानी तिर्खा लागेपछि अब पानी पिउने ठाउँ चाहिँ तलतिर थियो कि होइन। तलतिर अनि एउटा कस्तो जारमा राखेको थियो कि होइन पानीमा। अनि त्यहाँ सारेर खाने कि होइन। त्यही साइडमा ग्लास अनि त्यो ग्लास लिएर सारेर खाने हुन्थ्यो होइन। पानी माग्यो भने त अरू ठाउँमा पनि पाउँछ। तर त्यो नाइटमा अब कसलाई उठाउनु भनेर उसले त्यही जारको पानी पिउने सोच्छ कि होइन। अनि त्यहीँ नजिकै कप हुन्छ अनि कपबाट खान्छ होइन। खाँदाखेरि ठ्याक्क त्यो रिस्टोरेसनको साइडमा टोयलेट छ कि होइन। टोयलेटमा चाहिँ को गुनगुनाएको आवाज सुनेछ कि होइन। गरेर कस्तो गुनगुनाएको जस्तो आवाज सुनेछ होइन। नर्मली कोही मान्छे गुनगुनाएको होला भने सोचेको हुन्छ होइन। अनि ठ्याक्कै उसलाई पनि टोयलेट लाउँछ कि होइन। अनि टोयलेट ल्याएर अनि टोयलेटभित्र जान्छ अनि एउटा स्टल हुन्छ कि होइन। अनि स्टलभित्र गुनगुनाएको अनि त्यो ढोका हल्लिरहेको जस्तो देख्छ कि होइन। अनि ठ्याक्क नजिक जान्छ त्यो स्टलको नजिक जान्छ होइन। अनि त्यसपछि जाँदा अनि त्यसपछि त्यो स्टल यसरी हेर्छ होइन। अनि गरेर त्यहीँबाट आवाज आउँछ होइन। स्योर हुन्छ कि होइन। अनि ठ्याक्क अनि त्यो झ्याप्प त्यो स्टलको ढोका खोलिन्छ कोही पनि हुँदैन त्यहाँ। अनि त्यो राइटर तर्सिन्छ क्या। राइटरलाई त झन् अब कन्टेन्ट मिल्यो नि त होइन लेख्नको लागि। गएर फटाफट गएर अनि त्यो रुममा गएर त्यो लेख्छ क्या। अनि लेखेपछि अनि त्यसपछि सुत्छ क्या त्यो दिन होइन। ट्राइड नगरिकन बिचरा। अनि भोलिपल्ट जान्छ अनि ट्राइड गर्छ। त्यसपछि होटलवालालाई भन्छ होइन। अनि होटलवाला भनेपछि होटलवालाले खासै पत्याउँदैन क्या त्यो कुरालाई होइन। तपाईँले केही अरू नै सुन्नुभएको होला आवाज यो केही पनि हुँदैन यहाँ भन्छ होइन। त्यसपछि राइटरले पनि धेरै झगडा गर्दैन क्या। अनि त्यसपछि अनि सेकेन्ड नाइट आउँछ होइन। सेकेन्ड नाइट आउँछ होइन। सेकेन्ड नाइट आएपछि टोयलेट चाहिँ जान्न क्या होइन। अब त्यस्तो टोयलेटमा त्यस्तो सुनेपछि होइन। त्यही पनि फेरि पानी तिर्खा आउँछ। फर सम रिजन उसलाई जतिखेर पनि पानी तिर्खा लागेकै हुन्छ कि जसरी होइन। त्यसपछि पानी पिउनु जान्छ जारमा अनि जारमा पानी झार्छ। अनि त्यसपछि पछाडिबाट गरेको आवाज सुन्छ क्या कानमा। यस्तो पछाडि हेर्छ केही पनि हुँदैन क्या। अनि के हो त्यस्तो भनेर अनि त्यसपछि पानी सानी फालेर उसले जान्छ क्या। अनि त्यसपछि अनि पानी गमलामा हालेर उसले पानी नपिकन जान्छ क्या। अनि त्यसपछि दौड्दै जान्छ। त्यसपछि अनि भित्र रुममा जान्छ। रुममा गएपछि त्यो कुरा नि लेख्छ कि उसले चेकआउट गर्ने सोच्छ कि खास किन भन्दाखेरि उसले कविता लेख्ने सोचेको हुन्छ कि कथा होइन कविता लेख्ने सोचेको हुन्छ। अनि ती चिजहरूले डिस्टर्ब गरेको हुन्छ कि त्यसलाई। त्यही भएर उसले अब त्यो होटलबाट के अरे जान्छ होइन। होटलबाट चेकआउट गर्छ। अनि चेकआउट गरेपछि अर्को होटल गएर बस्छ क्या होइन। त्यहाँ चाहिँ तर्साउन्न क्या होइन। त्यहाँ नर्मलै हुन्छ। आजको यो स्टोरी चाहिँ त्यो के अरे फलफुल तोडेर खाने खालको हुन्छ नि बच्चाहरू तिनीहरूमा हो क्या। तिनीहरू बच्चाको नाम चाहिँ राम श्याम हरि राम होइन। अनि त्यसपछि चाहिँ तिनीहरू चाहिँ फलफुल तोड्ने अनि अरूको बारीमा गएर खेतमा गएर तरकारीहरू निकाल्ने अनि त्यस्तै गर्ने कि। अनि अब पकाएर खाइदिने कि काइन्ड अफ। अनि सताउने कि गाउँलाई सताएका थिए कि लाइक काइन्ड अफ होइन। गाउँमा तिनीहरूको नाम आउँथ्यो कि जे गर्दा पनि जे हुँदा पनि तिनीहरूको नाम आउँथ्यो कि होइन। तिनीहरूकै काम हो भनेर होइन। अनि अब अहिले त देख्न सक्नुहुन्छ कि अब खेतबारीहरू लुटेर यताउति गरेर ब्लगै बनाएर हाल्छन् होइन मान्छेहरूले। त तिनीहरूले त्यस्तो ब्लग त हाल्छन् त्यतिखेरको बेलामा होइन। त्यतिखेर त्यस्तो ब्लग हाल्ने समय थिएन होइन। अनि एक दिन के भएछ भने एउटा गाउँको कुनापट्टिको ठाउँमा चाहिँ मजाको फलफुलहरू अनि राम्रो खेतबारीहरू सबैकै एकदमै फल फुलेको थियो कि होइन।
राम हरिश्याम लक्ष्मण गए होइन अनि लुक्नुपर्छ है यो सबै हामीले बोरै लिएर आएछन् कि होइन बोरै लिएर आएछन् अनि त्यसपछि चाहिँ भयो के भने राम श्याम हरि लक्ष्मणले सबै गर्दै थिए त्यसपछि चाहिँ त्यही घरको एउटा लेडिज थियो कि होइन लेडिज थियो एकदम होइन अब हेर्दाखेरि यङ टाइपको अनि राम्रो होइन त्यो लेडिजले चाहिँ ओए हो तिमीहरू भनेर अनि चिच्यायो क्या होइन तिखो स्वरमा होइन अनि तिखो स्वरमा चिल्लायो क्या होइन श्याम हरि लक्ष्मण त भाग्न सक्यो तर राम चाहिँ चिप्लियो कि त्यहीँ होइन चिप्लिएर लड्यो अनि त्यसपछि चाहिँ अनि त्यहीँ घाउ भयो अनि त्यसपछि चाहिँ त्यो आइमेले समातेर होइन त्यो आइमेले बोकेर लिएर गयो कि होइन भनेर दोहोऱ्याएर लिएर गयो कि होइन यसरी 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 अङ्गालोमा राखेर अनि दोहोऱ्याएर लिएर गयो अनि त्यसपछि मलामपट्टि गरिदियो अनि त्यसपछि चाहिँ त्यहीँ डोरीले बाँधेर राख्यो कि होइन त्यो रामलाई होइन अनि भन तेरो साथीहरूको बारेमा नत्र तँलाई म छोडिदिएँ भन्थेँ अनि त्यसपछि चाहिँ अनि त्यो रामले केही पनि भन्दैन म त भन्दिनँ केही पनि भन्दैन प्लिज मलाई छोडिदिनुहोस् म केही पनि भन्दिनँ म अबदेखि चोर्न पनि आउँदिनँ म कसैको बारेमा गएर पनि छोडिदिनँ मलाई छोडिदिनुहोस् भन्छ अनि त्यसपछि त्यो तँ अब सबै गाउँको अगाडि देखाउँछु भन्छ है प्लिज त्यस्तो नगर्नुहोस् भन्छ होइन त्यसपछि चाहिँ त्यहीँ एउटा रुममा बन्द गरिदिन्छ क्या होइन त्यो आइमीले होइन अनि त्यसपछि चाहिँ अनि राति चाहिँ अनि रामले चाहिँ अब बाटो क्या होइन अब कसैले अब चोर्दाखेरि कसैले एट्याक गर्न आयो भने केही गरिदिने चक्कु देखाएर भए पनि डराउन सकिन्छ भनेर चक्कु लिएर आएको थियो होइन अनि चक्कुले डोरी काट्दै थियो कि ठ्याक्कै रातिको 12 बजेको कुरा हो क्या मन्त्र जाप गरेको सुनेछ क्या होइन मन्त्र जाप गरेको सुनेछ अनि त्यसपछि चाहिँ धेरै लेडिजहरूको समूहले होइन मन्त्र जाप गरेको जस्तो सुने होइन एकदम एको गरेको होइन अनि मन्त्र जाप गरेको सुनेछ अनि त्यसपछि चाहिँ भयो के भने अब डोरी काट्दैछ यहाँ मलाई जेसुकै होस् मलाई मतलब छैन भनेर जान लाग्थ्यो अनि ठ्याक्कै धेरै मन्त्र जाप गरेको सुनेछ क्या अनि जिज्ञासापूर्णले उ गएछ क्या त्यहाँ हेर्न होइन अनि गरेको त पुरा लेडिजहरू होइन गोलो घेरा बनाएर आगोको अगाडि अब भन्न नहुने यो कुरा तर नाङ्गै बसेर होइन पुरै नङ्गना भएर मन्त्र जाप गरिरहेको थियो अनि काला जादु गरिरहेको थियो क्या बुझ्नुभयो होला बोक्सीहरू रहेछ कि होइन तिनीहरू जुवाइमेले बाँधेर राखेको थियो त्यसलाई मतलब त्यो पनि बोक्सी रहेछ कि होइन अनि त्यो जुन माइमीले बाँधेर राखेको थियो त्यो आइमीले भन्न थाल्यो कि मसँग आज एउटा केटा छ त्यो केटाको बलि चढाऊँ त्यो केटालाई बलि चढाएर कतै गाडिदिउँला होइन भने होइन त्यसपछि हुन्छ भन्छ त्यसको हाम्रो शक्ति बढाउनको लागि हामीले यसै गर्नुपर्छ भनेर त्यो बोक्सीको मुखियाले भन्छ कि होइन अनि त्यो बोक्सीले पनि त्यो केटालाई खोज्न आयो होइन त्यसपछि चाहिँ अनि केटा भाग्नुभन्दा अगाडि नै त्यो बोक्सी त्यहाँ पुगिसक्यो कि होइन त्यसपछि चाहिँ अनि त्यो कोठामा गएर लुक्यो कि कोठाको कतै सामानको पछाडि गएर लुक्यो होइन त्यसपछि अनि त्यो बोक्सी भित्र आयो अनि त्यसपछि चाहिँ यताउति हेऱ्यो कहाँ गयो केटा भनेर भन्न थाल्यो नि त्यसपछि चाहिँ राम राम त कहाँ लुकेछस् खुरुखुरु बाहिर निस्कि भनेर भन्छ है अनि त्यसपछि अनि यो रामलाई चाहिँ अलिकति अचम्म लाग्यो कि यो आइमीलाई मेरो नाम कसरी थाहा भयो मैले त मेरो नाम त भनेकै छैन भनेपछि यो आइमी खतरा रहेछ भन्ने खतरा बोक्सी रहेछ भन्नु पऱ्यो नाङ्गै आयो कि त्यो आइमी फेरि खोज्ने रामलाई पनि फेरि अप्ठ्यारो लागिरहेको छ त्यता हेर्न रामले अब त्यो आइमीलाई नहेरिकन जब त्यो आइमी चाहिँ राम जहाँ लुकेको थियो त्यो ठाउँमा आयो त्यहाँबाट राम चाहिँ यस्तो केही न केही गरेर निस्किएर अनि बाहिर गयो होइन बाहिर गएको त बोक्सिनीहरू सबै ठिङ्ग उभिएको होइन त्यही रुमको बाहिर होइन यसलाई समात भनेर त्यो मुखिया बोक्सीले भन्यो त्यसपछि चाहिँ राम चाहिँ भाग्यो क्या आफ्नो स्पिड लगाएर राम त अब यङ होइन ती सबै बुढीहरू होइन बुढीहरूले कति नै भेट्न सक्छ होइन अनि राम चढ्यो अनि त्यसपछि चाहिँ अनि राम भित्तामा चढ्यो होइन भित्ता अलिकति अग्लो थियो कि त्यो घरको त्यो भित्ताबाट चढेपछि निस्क्यो भने स्केप गर्न पायो क्या भित्तामा चढ्न लागेको थियो ठ्याक्क रामको टी सर्ट समातेछ होइन त्यो जुन बोक्सीले कैद गरेको थियो त्यो रामलाई होइन अनि छिटो यहाँ आइज भनेर सबैजना बोक्सीहरू आएर त्यसलाई त्यसको टी सर्ट समातेछन् होइन रामले के गर्यो भनेर टी सर्ट निकालेछ होइन टी सर्ट निकालेर टी सर्ट मात्रै तिनीहरूको हातमा आयो राम चाहिँ भाग्यो होइन अनि भागेर अनि आफ्नो घर पुग्यो क्या अनि मम्मी बाबाले कराउन थाले त यत्रो राति कहाँ गर्थ्इस् भनेर अनि एक झापा हान्छ नि त्यसपछि रामले सबै कुरा भन्छ होइन
अनि त्यसपछि त्यही बोक्सीको घर गएर चाहिँ बोक्सीको घर जाँदाखेरि त कोही पनि छैन क्या त्यो बोक्सी घरमा, सबै गायब रहेछ क्या। अनि त्यही भित्ताको साइडमा चाहिँ च्यात्तेको टी सर्ट थियो क्या रामको होइन, भन्छ रामले साँचो बोलेर छ भन्ने पत्यार लाग्यो क्या त्यसको प्यारेन्ट्सलाई पनि। त्यसपछि रामलाई लामालाई गएर देखायो। अनि त्यसपछि लामाले भने त्यस्तो केही काला जादु विद्या त लगाएको छैन त्यो बोक्सीले, तर त्यो बोक्सीबाट बस्नको लागि यो एउटा माला दिन्छु, माला लगाउनुहोस् माला लगाउने भन्नुहोस् छोरालाई होइन। अनि कहिले पनि त्यस्तो चोर्ने काम नगर, चोर्ने काम राम्रो होइन बाबु भनेर सम्झाएर लामाले हुन्छ हुन्छ भनेर रामले पनि डरेर भन्छ। रामले त अब आफै सोचिसकेको थियो कि होइन, कहिले पनि चोर्दिनँ म भनेर होइन। अनि त्यसको साथीहरूले पनि अब नचोर्ने भनेर सोचेछ कि होइन। अनि विथ दिस यो स्टोरी सकिन्छ, यो पहिलो स्टोरी होइन। यो अर्को स्टोरी चाहिँ सुरेश नामक एउटा केटाको होइन। अनि ऊ चाहिँ अब जहिले पनि फेसबुक चलाउने बस्ने यताउति गर्थ्यो होइन, धेरै फेसबुक चलाउने खालको थियो कि त्यतिखेर चाहिँ फेसबुकको जमाना थियो, त्यही भएर होइन भर भन्नाले फेसबुक पिकमा थियो कि, फेसबुक मजाले चलिदिएको थियो कि होइन। त्यतिखेर युट्युबको जमाना पनि थिएन होइन, युट्युब थियो तर युट्युब त्यस्तो पपुलर थिएन कि नेपालमा त्यतिखेरको कुरा होइन। फेसबुक चाहिँ लास्टै चल्थ्यो, फेसबुकमा फोटो हाल्यो भने क्या मान्छे भनेर मान्छे गन्थ्यो कि लाइक फेसबुकमा फोटो हाल्यो भने होइन। अनि लाइक्सहरू पाउनको लागि फोटोसोटो हाल्ने बस्ने त्यही त काम हुन्थ्यो फेसबुकमा होइन। तपाईँहरूलाई थाहा छ, तपाईँहरूले हाल्नुभयो होला कतिजनाले होइन, कतिपयले हाल्नुभयो होला, कतिपयले हाल्नु पनि भएन होला, कतिपयले आफ्नो साथीहरूलाई हालेको पनि देख्नुभयो होला, नहालेको जतिले पनि होइन। अनि एकचोटि एउटा केटीको रिक्वेस्ट आएको छ कि होइन, अनि हेलो हेन्सी भनेर अनि रिक्वेस्ट आएको छ होइन। त्यसपछि केटा चाहिँ केटी हेर्दा पनि कस्तो राम्रो क्या पिक्चर हेर्दाखेरि पनि होइन। ल त नि एउटा केटीले एप्रोच गर्यो मलाई त भनेर होइन। त्यसपछि चाहिँ अनि एक्सेप्ट गरिदियो। अनि त्यसपछि आई स योर प्रोफाइल पिक्चर भनेर चाहिँ होइन केटीले होइन। अनि हो र भनेर चाहिँ होइन। त्यसपछि चाहिँ अनि मेरो नाम यो भनेपछि त्यो केटीले होइन। अनि त्यसपछि केटाले चाहिँ अब इन्ट्रोडक्सन गर्न थाल्छ क्या आफ्नो होइन, आफ्नो बारेमा। अनि आफ्नो बारेमा सबै कुरा भन्न थाल्छ होइन। अनि लेट्स मिट भन्छ होइन केटीले होइन। तर चाहिँ केटाले भन्छ होइन मेरो त कलेज हुन्छ, कलेज जानुपर्छ, कलेज भएको हुनाले भेट्न पाउँदिनँ मैले स्टडीलाई एकदम सिरियसली लिन्छु होइन, स्टडी गर्नुपर्छ भन्ने टाइपको मेन्टालिटी छ मेरो। तर कुनै दिन शनिबार आइतबारतिर भेटे नै हुन्छ भनेर भन्छ। शनिबार भेटे नै हुन्छ भन्छ कि, नेपालमा त शनिबार बिदा हुन्छ नि त होइन। यहाँ जापानमा पो आइतबार पनि बिदा हुन्छ होइन। म त जापानमा बस्छु, तपाईँलाई थाहा होला, फ्लेक्स गरेको होइन फेरि मैले। अनि शनिबार भेटौँ भन्छ होइन। शनिबार पनि कस्तो अचम्मको टाइममा भेट्ने भनेको छ कि, रातिको त्यस्तै 6-7 बजीतिर भेट्ने भनेको छ कि होइन। यति राति किन भेट्ने भन्नु भनेको चाहिँ। अनि त्यसपछि केटीले भन्छ दिउँसो म पनि फ्री छैन शनिबार, तपाईँ चाहिँ अब अरू दिन फ्री हुनुहुन्न, म चाहिँ शनिबार फ्री छैन, मेरो काम हुन्छ भनेर भन्छ। होला केही काम गर्ने केटी होला पक्कै होइन, सिफ्ट गर्ने यताउति नेपालमा नि होइन। अब होला केही अफिसको काम गर्ने या फिर केही काम गर्ने केटी होला भनेर सोच्छ। के अरे सुरेशले पनि धेरै सोचेन क्या होइन। ल त नि भेटौँ त नि लेट्स मिट भन्छ है। अनि एउटा सुनसान ठाउँमा पिपलको रुखको मुनि भेट्ने भनेको छ क्या। अनि सुरेश गएर बस्यो क्या पिपलको रुखमा, पिपलको रुख मुनि चौतारीमा गएर बस्यो क्या होइन। त्यो चौतारीमा पिपलको रुख थियो क्या होइन। त्यहाँ आएर बस्यो, मोबाइल चलाउँदै बस्यो होइन। कतिखेर आउँछ यो केटी भनेर होइन। अनि भयो के भने पछाडिबाट कसैले यसरी हालिदियो होइन रुमाल। अनि त्यसपछि बेहोस भयो कि सुरेश होइन। भरे उठेर हेरेको त यताउति हेरेको त केटाहरू छैन। अनि त्यसपछि चाहिँ अनि बाँधेर राखेको त सुरेशलाई होइन। अनि सुरेश यताउति हेरेछ होइन, ला मलाई त किडन्याप गरेछन् भन्छ होइन, कसले आएर किडन्याप गरेछ भन्छ होइन। सुरुमा त त्यो अन्जान केटीले गरेको हो भन्ने थाहा नै थिएन क्या त्यसलाई। पछि चाहिँ अनि ड्राइभर सिटमा केटीले अनि चुप्लाक भन्छ होइन, एउटा केटीको आवाज आएछ चुप्लाक भन्छ होइन। अनि को यो केटी भनेर अनि चिनेन क्या होइन सुरेशले होइन। अनि जब फेस देख्यो त्यो केटीको, त्यो सुरेश दङ्ग भयो क्या होइन। यही केटी पो रहेछ त है, मलाई किडन्याप गर्ने कस्तो होला भनेर होइन। त्यसपछि चाहिँ अनि कहाँनिर जान लाग्यो मलाई भन्छ होइन। त्यसपछि चाहिँ अनि त्यो केटीले भन्छ तँलाई अब तेरो किडनी बेच्ने हामीले अब भन्छ होइन। तँलाई ट्राफिक गरेर किडनी बेच्ने हो, तँलाई अब हामीले बेचिदिन्छौँ भनेर होइन, तेरो किडनी र तँलाई बेचिदिन्छौँ हामीले भनेर होइन। अनि त्यसपछि सुरेश रोयो कि किडन्याप भयो भनेर रोएको होइन कि मलाई धोका दिए भनेर रोयो कि राम्रो केटीले होइन। केटीले अब हाम्रो दोस्ती भएको, मैले त दोस्ती मानिसकेको थिएँ, मलाई धोका दियो भनेर रोयो क्या। हा गरेर केटाहरू हाँसे होइन। अनि त्यो केटी पनि गरेर हाँसेछ होइन।
किन रोएको छौ कान्छा, तँलाई बेहोस गरिदिन्छ तँलाई थाहा हुँदैन क्या त्यो किडनी निकालेको रुन पर्दैन भने। म किडन्याप भएर रोको होइन भन्छ होइन सुरेशले। तैँले मलाई बिट्रे गरिस् त्यही भएर म रोको भन्ने भन्छ होइन। अनि त्यसपछि चाहिँ अनि के गर्छस् त कान्छा, धेरै ट्रस्ट गर्ने बानी रहेछ तेरो त होइन, भइहालिस् नि अब हाम्रो पन्जामा आइहालिस् नि भन्छ होइन। त्यसपछि सुरेशले अनि कोइन्सिडेन्टली चक्कु लिएर राखेको रहेछ क्या भन्नाले अब चक्कु चाहिँ उसले केही न केही प्रोटेक्सनको लागि राखेको रहेछ क्या आफ्नो लागि होइन। तिनीहरू थाहा नपाउने तरिकाले चक्कुले दौडी काट्यो होइन, दौडी पछाडिको दौडी काट्यो। त्यसपछि हात छुट्यो होइन, हात छुटेर पनि निस्के जस्तो गरेन क्या होइन, वेट गरेर। अनि त्यसपछि चाहिँ अनि ती केटाहरू यताउति हेरिरहेको। त्यसपछि चाहिँ अनि त्यसपछि सुरेशलाई चाहिँ फाइट आउँथ्यो कि होइन। अनि त्यो केटाहरूले एक पन्च हानेर सबैलाई होइन कसरी भयो भने लाइक फाइट गरेको होइन। फाइट गरेर त्यो केटाहरू घायल भयो होइन। त्यसपछि केटी र जो एउटा केटा ड्राइभिङ साइडमा थियो। अनि त्यसपछि ड्राइभरले गाडी रोक्यो। त्यसपछि सुरेश गाडीबाट बाहिर आयो। अनि त्यसपछि त्यो केटीले ड्राइभरलाई भन्यो कि यसलाई गएर पिट भनेर चाहिँ होइन। त्यसपछि हुन्छ म्याम भनेर अनि त्यो ड्राइभर गएछ अनि पिट्न आएछ, तर सुरेशले पिट्यो क्या। सुरेशले फाइट जानेको हुनाले अनि तैँले मलाई बहुत बिट्रे गरिस् भन्छ होइन सुरेशले होइन। तँलाई अब पुलिस टिम पुऱ्याइदिन्छु भन्छ होइन। अनि त्यो केटीले गन निकाले चाहिँ एउटा होइन, गन रहेछ कि केटीसँग होइन। अनि सुरेशलाई ताक्नै लागेको थियो कि ठ्याक्कै पछाडिबाट पुलिसको साइरन बज्यो होइन। कसरी पुलिसलाई बोलाएको पनि थिएन, बट पुलिसको साइरन बज्यो होइन। अनि त्यो केटीले पछाडि हेऱ्यो अनि ठ्याक्कै पछाडि हेरेर अगाडि हेरेको त सुरेश छैन क्या त्यहाँ होइन। अनि पुलिस आयो होइन। त्यसपछि त्यो केटी भाग्नै लाग्थ्यो ठ्याक्कै। अनि सुरेशले पुलिसहरूलाई भनिहाल्छ कि दौडेर गएर है। अनि पुलिसले गएर ती सबै गृह भने कि सबै गिरो ग्याङलाई कि पक्रेछ होइन। अनि थाना लिएर गएछ होइन। अनि यिनीहरू चाहिँ त्यही मसुर ग्याङ रहेछ कि जसले चाहिँ केटाहरूलाई फसाएर केटाहरूको किडनी निकालेर अनि केटाहरूलाई बेचिदिने या फिर केटा या केटीले जसलाई भए पनि बेच्ने खालको ग्याङ रहेछ कि होइन। डेन्जरस ग्याङ रहेछ कि होइन। हनी ट्र्याप सेट गरेर त्यस्तो गर्ने रहेछ कि होइन। अनि त्यस्तो भएछ कि होइन। त्यो सुरेश चाहिँ त्यो दिन बस्यो कि सुरेशले चाहिँ चक्कु लिएर नआएको भए कसरी छुट्थ्यो होला भन्ने मेरो क्वेसन छ क्या होइन। अनि फाइट गर्न नजानेको भए होइन। जस्तै कि मलाई त फाइट गर्न आउँदैन क्या होइन। आई थिङ्क आई सुड नट से दिस इन भिडियो होइन। फेरि कसैले फेरि किडन्याप गर्ला मलाई होइन। तर म भएको भए त बत्थिनँ होला क्या जस्तो आउँछ कि मलाई होइन। सो यो सेकेन्ड स्टोरी होइन। अबको आजको लास्ट स्टोरी चाहिँ ग्रुप अफ फ्रेन्ड्सको हो कि लाइक मेल फ्रेन्ड्स के होइन, केटाहरूको हो कि यो चाहिँ होइन। तिनीहरू चाहिँ जहिले पनि घुम्न जाने, ट्रेकिङ जाने, यताउति जाने। तिनीहरूसँग एकदम फ्री टाइम थियो कि होइन। दे वेयर फ्रम रिच फ्यामिली क्या होइन। तिनीहरूसँग जति पनि पैसा थियो कि खर्च गर्नको लागि। दे वेयर नट ब्याड पिपल होइन, लाइक स्पोइल्ड ब्राट्सहरू हुन्छ नि त्यस्तो खालको होइन कि त्यो मात्तिनी केटाहरू कि जस्तो अब गरिबलाई मान्छे नगर्ने हेट्ने त्यस्तो खालको थिएन कि तिनीहरू। जस्ट दे वर इन्जोइङ देयर लाइफ होइन। यताउति हिँड्ने थियो होइन। एक दिन चाहिँ एउटा जङ्गलमा जाने भनेर सोच्छन् क्या, जङ्गलतिर घुम्न जाने भन्छ नि। जङ्गलतिर यसो हावा खान जान्न होइन। हामी अब धेरै ठाउँमा गयौँ तर अब यसो जङ्गलतिर पनि जाऊँ भन्छ होइन। यसो जङ्गलहरू हेऱ्यो। त्यसपछि ऱ्यान्डम जङ्गल पिकअप गरेँ होइन। त्यही जङ्गलतिर गयो होइन। 3-4जना कतिजना थियो भन्दाखेरि 6-7जना थियो होइन। अनि गयो। अनि त्यसपछि गएपछि अनि टेन्ट सेन्ट गाडेपछि र जङ्गल एक्सप्लोर गरौँ भनेर तिनीहरू चाहिँ दिनमा जान सक्थ्यो। तर दिनमा चाहिँ के भयो भने पानी पऱ्यो कि होइन दिनमा होइन। दिनमा पानी पऱ्यो होइन। दिनमा पानी परेपछि हिँड्ने कुरो भएन। टेन्टभित्रै बसेँ होइन। टेन्ट लगाएर टेन्टभित्रै बसेँ। अनि दिनमा केही गर्न सकेन। त्यसपछि राति भयो नि हिँडौँ त के हुन्न। हामी केही भयो नि आगो बालेर हिँडौँला, जङ्गलै जानवर आएछ भने पनि केही न केही गरौँला, चक्कु होइन केही न केही औजारहरू लिएर हिँडौँ, त्यतिकै नजाऊँ भनेर भन्छ होइन। हामी 7जना हो, हामी केही न केही गर्न सक्छौँ भन्ने भयो गएछ नि होइन। गएपछि हिँड्दै टाढा जङ्गलबाट एउटा फुच्ची रोएको आवाज आएछ होइन। अनि ला को बच्चा यहाँ फसेछ भन्छ होइन। को बच्ची यहाँ फसेछ भन्छ होइन। यस्तो जङ्गलमा अनठकान जङ्गलमा को बच्ची फसेछ भनेर अनि तिनीहरू चाहिँ नि सबैजनाले डिस्कस गरेर ल जाऊँ त्यही बाटोमा त्यो बच्चीलाई रेस्क्यु गरौँ भन्छ होइन। अनि जङ्गलको बिचमा एउटा रुखको साइडमा एउटा फुच्ची चाहिँ यस्तो नै रोएर बसिरहेको थियो होइन। उतापट्टि फर्केर होइन। स्कट लागेको थियो कि होइन त्यो फुच्चीले होइन। सेतो स्कटकै होइन। खुट्टा पनि नदेखिने तरिकाले होइन। खुट्टाको पाइताला पनि नदेखिने तरिकाले लामो स्कट लागेको थियो होइन। अनि नानु के भयो भनेर तिनीहरू सबैजना गएछन् होइन भन्न होइन। अनि अझै रोइरहेको थियो होइन त्यो फुच्ची होइन। अनि रुँदै यसरी मुख रुँदै यसरी दौडेर गएर रुखको पछाडि गएछ। अनि त्यसपछि चाहिँ अनि
त्यो केटाहरूले गरेरको पछाडि गएर हेरेको कोही पनि छैन हेरेको त्यहाँ गायब हेरेको होइन अनि त्यो फुच्ची कहाँ गयो भनेर अनि अझै पनि सोचिरहेको छ नि होइन तिनीहरूलाई थाहा छैन कि त्यो के हो भनेर थाहा छैन कि अझै पनि होइन अनि यताउति सर्च गर्न थाल्छ नि सर्च गर्न थालेपछि घरि लेफ्टबाट रुने आवाज आयो घरि राइटबाट रुने आवाज आयो घरि माथिबाट घरि अगाडिबाट रुने आवाज आयो घरि पछाडिबाट रुने आवाज आयो डिरेक्सन चारै डिरेक्सनबाट रुने आवाज आयो कि होइन यो त तर्साएको हामीलाई केटाहरू भाग्नुपर्छ अब यो गाडीमा जाऊँ होइन भाग्नुपर्छ भन्छ त्यसपछि भाग्दै भाग्दै ती केटाहरू त छुट्टिएछन् रे होइन छुट्टिएछन् रे अनि मानौँ एउटा केटाको नाम चाहिँ सन्देश राखिदिउँ होइन सन्देश चाहिँ यताउति एक्लै हिँड्दै थियो होइन जङ्गलमा होइन यताउति केटाहरू कहाँ कहाँ फोन हान्न पऱ्यो भनेको त फोन पनि नेटवर्क नचलिरहेको होइन अनि त्यो केटी चाहिँ अनि त्यही फुच्ची चाहिँ अनि त्यही ठिङ्गमा उभिरहेको थियो कि होइन अनि भनेर काइन्ड अफ डरलाग्दो आवाजमा पख तँलाई भनेर यसरी भन्छ होइन तँलाई मार्ने हो भन्छ होइन त्यसपछि चाहिँ यस्तरी दौडेर आइज होइन त्यो फुच्ची होइन सन्देश त डराएर अनि भागेछ कि भाग्दा 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 कहाँ पुग्यो थाहै छैन कि जङ्गलभित्र पुग्यो कि जङ्गल बाहिर पुग्यो कि कहीँ के हो थाहा छैन अनि त अनि मन्त्र जाप गरेको होइन हनुमान चालिसा आउँथ्यो कि त्यो केटालाई हनुमान चालिसा जप्यो अनि त्यसपछि जपेपछि त्यो पछाडि फर्केर हेरेको कोही पनि छैन होइन अनि टोटल टाइममा हनुमान चालिसा जपिरहेको है अनि त्यस्तै सिमिलर घटनाहरू चाहिँ अरू केटाहरूसँग भयो अरे अनि त्यसपछि चाहिँ अनि बिहान भएपछि अनि सबै केटाहरू हाइवेमा पुगेछन् कि होइन दौडेर होइन अनि सन्देश पनि हाइवेमा पुगेछ सबै केटाहरूलाई सोधेछ तिमीहरू कहाँ गएको थियौ केटाहरू हेत्तेरी मलाई त कस्तो सताए मेरो त पछि नै पऱ्यो त्यो किचकन्या रहेछ आखिरमा होइन सायद होइन डरलाग्दो आवाजमा मलाई यस्तो यस्तो भनेर भन्छ नि त्यसपछि केटा सबै केटाहरू पनि त्यही भन्छन् क्या उयो हामीसँग पनि त्यस्तै भएको नि त उयो हामीसँग सबैजनासँग सेम घटना भएछ सबैजनाहरू छुटेछ अनि सबैजनाहरूसँग सेम घटना भएछ नि त्यसपछि भनेपछि किचकन्याले धेरै रूप लिएर सबैलाई पछि होला भन्छ होइन त्यसपछि अनि टेन्ट सेन्ट छोडेर त्यो गाडीभित्र छिरेर सबैजना त्यहाँ टाक खसेछन् रे होइन कहिले पनि त्यो ठाउँमा फर्केनन् क्या होइन त्यो टेन्ट अझै पनि कस्तो छ के छ थाहा छैन अरे कि टेन्ट उस्ताको उस्तै छ कि के छ थाहा छैन अरे कि होइन अनि त्यो केटाहरू चाहिँ कहिले पनि अब रातितिर हिँड्ने काम चाहिँ गरेन कि होइन घुम्न त जाने तर दिनमा जाने कि यस्तो भएछ क्या होइन यो कथा हो एउटा परिवारको होइन परिवारको कथा हो अनि तिनीहरू चाहिँ भर्खरै एउटा घरमा सिफ्ट भएर आएको हुन्छन् होइन अनि तिनीहरूलाई त्यो घरको बारेमा केही पनि थाहा हुँदैन कि होइन अब त्यो घर चाहिँ सस्तोमा मिलेको हुन्छ होइन एभ्री स्टोरीको मेन क्यारेक्टरले त्यही गल्ती गर्छ कि लाइक घरको बारेमा केही पनि नहेरिकन डाइरेक्ट सस्तोमा पाएपछि लिन्छ क्या होइन घर होइन लेट्स से केटाको लाइक त्यो घरको छोरो मतलब छोरोको नाम चाहिँ उत्सव हो कि होइन बच्चाको नाम के होइन त्यसको बाबुआमा हुन्छ अनि एउटा बहिनी हुन्छ होइन बहिनीको नाम चाहिँ सोनिया नै राखिदिउँ होइन मेरो फेभरेट नेम तिनीहरूको रुम चाहिँ अब तिनीहरू चाहिँ मतलब अब एकै ठाउँमा एउटै रुममा सुत्छ क्या भन्नाले अब सानै थिए त्यही भएर होइन अनि त्यही भएर अनि एउटै रुममा सुत्ने हुन्छ खाट चाहिँ डिफ्रेन्ट हुन्छ अभियसली होइन त्यो भन्नुपर्ने आवश्यकता छैन मैले होइन उत्सवलाई चाहिँ भूतको च्यालेन्जहरू गर्न एकदम मनपर्छ कि होइन अनि उसले चाहिँ टिकटक र अनि युट्युबमा धेरै टाइपको भूतको च्यालेन्जहरू अनि रिचुअलहरू हेरिरहेको हुन्छ होइन अनि उसको बहिनीले चाहिँ उसलाई यो गर्नबाट रोकिरहेको हुन्छ तर उसले बहिनीलाई नै थर्काइदिन्छ कि होइन त मलाई नसिका हुन्छ होइन अनि बहिनी पनि चुप्लाउँछ होइन अनि रोएर अनि चुप्लाउँछ होइन कहिलेकाहीँ त रुन्छ पनि होइन बहिनी पनि अनि त्यसपछि त्यस्तै भयो बहिनीले पनि भन्न छोडिदियो कि होइन अनि उत्सवको अब आफ्नै मोबाइल हुन्छ क्या होइन त्यही भएर अनि मतलब आफ्नै मोबाइल किन हुन्छ भने अब प्यारेन्ट्सहरूले अब इमर्जेन्सीको लागि मोबाइल दिएको हुन्छ क्या होइन कतै हरायो तिमी भनेर तिमी र अनि जस्तै अब उत्सव र उसको बहिनी चाहिँ सँगै स्कुल गएको हुन्छ अनि स्कुल गएर कतै हरायो भने तिमीहरूले हामीलाई फोन हान्न सक्छौ भनेर अनि दिएको हुन्छ होइन अनि एक रात चाहिँ के हुन्छ भने उत्सवले 3 बजेको एउटा मिरर रिचुअल गर्ने सोचेको हुन्छ क्या होइन 3 बज्नुभन्दा अगाडि ठ्याक्कै उठ्छ भने 3 बज्ने बित्तिकै उत्सवले मन्त्रहरू जपेर मिररको अगाडि भन्न थाल्छ क्या होइन तर केही पनि हुँदैन क्या त्यो मिररमा होइन लाइक केही रियाक्सन नै आउँदैन क्या त्यो ऐनाबाट होइन अनि उत्सवले लाइक अब केही पनि हुँदो रहेछ ल छोडिँदैन भनेर अनि घर सुत्छ है अनि भोलिपल्टबाट लाइक उत्सवलाई र उसको बहिनीलाई अलिकति हेभी प्रेजेन्स महसुस हुन्छ क्या होइन
रुममा पनि होइन। अब के हो यो भन्ने हुन्छ होइन। अनि एक बिहान चाहिँ उत्सवले स्कुल जानको लागि रेडी हुनको लागि दाँत पात्नको लागि बाथरुमभित्र गएको हुन्छ होइन। त्यही ऐनाको अगाडि, जुन ऐनाको अगाडि उसले रिचुअल गरेको थियो, त्यही बाथरुमको ऐनाको अगाडि रिचुअल गरेको थियो क्या। दाँत बाँध्दा उत्सवले यस्तो तल हेरिरहेको थियो, त्यसको छायाले उत्सवलाई हेरिरहेको जस्तो फिल भएको छ कि उत्सवलाई होइन, ऐनाभित्रको उत्सवले के। अनि यस्तो हेरेको त होइन, उत्सवको छाया चाहिँ हल्लिरहेछ अरे कि, जसरी नर्मली हल्लिरहेको हुन्छ हाम्रो छाया त्यसरी हल्लिरहेछ अरे होइन। कि भ्रम भयो होला भन्ने भयो होइन। त्यसपछि चाहिँ अनि उत्सव स्कुल गयो अनि घर आएपछि अनि त्यस्तै भूतको भिडियोहरू हेर्ने, त्यही गरेँ बहिनी र अनि उसको परिवारसँग उसको दिनचर्याको बारेमा कुरा गर्ने कि होइन। त्यस्तै चलिरहेको होइन। त्यसपछि चाहिँ एक रात चाहिँ अब उत्सवलाई चाहिँ फेरि त्यही मिरर च्यालेन्ज गर्न मन लाग्यो। अनि 3 बजीभन्दा अगाडि गयो। अनि त्यसपछि ठ्याक्क 3 बजी बेला त्यो च्यालेन्ज गर्छु भनेर मिररतिर छोएको त मिररको भित्रै गयो क्या त्यो होइन। मतलब के एउटा हातले यस्तै समात्यो मिररबाट एउटा कालो हात निस्क्यो। अनि त्यसपछि उत्सवलाई च्यापा समात्यो अनि उत्सवले भित्र लैगयो क्या होइन। अनि यसरी उत्सव ढल्यो कि एकछिन त होइन, ढल्यो अनि ढलेर उठेर हेरेको त उल्टो दुनियाँमा गएछ कि होइन। उल्टो दुनियाँमा गएछ होइन। मिरर ऐनाको दुनियाँ चाहिँ ऐनाको दुनियाँ भने चाहिँ कस्तो हुन्छ भने बुझ्दैन होइन। अक्षर पनि उल्टो हुन्छ होइन। तपाईँलाई मैले देखाउँछु कि अक्षर होइन त्यस्तो खालको उल्टो हुन्छ होइन। जस्तै अब के अक्षर उल्टो देखिन्छ होइन भने चाहिँ कति डर लाग्दो होला कि त्यो चिज होइन। एउटा बच्चाले फेस गरिरहेको छ कि होइन। अनि यताउति हेर्दाखेरि उसको रुमको ढोका पनि यता हुनुपर्छ र यता छ अरे होइन। अनि कति डर लाग्दो नजारा छ अरे कि होइन। अब मिररभित्र त सबै कुरा उल्टो हुन्छ नि, भर्टिकली अपोजिट हुन्छ होइन। अनि ऊ आफ्नो के अरे घरतिर डुलिरहेको हुन्छ होइन। अनि घरतिर डुलिरहेको हुन्छ। अनि त्यसपछि किचनमा गएर चाहिँ उसले आफ्नो बहिनीलाई देखिरहेको हुन्छ कि होइन। केही पिरहेको हुन्छ कि बोलमा होइन उसको बहिनीले होइन। उसको बहिनीले केही पिरहेको हुन्छ। अनि पिरहेको यसो बहिनी के पिरहेको भनेर अनि यसो कुरा गर्दाखेरि त एउटा रगत हुन्छ क्या होइन। रगत हुन्छ बोलमा अनि रगत पिरहेको हुन्छ क्या। अनि उत्सव त झस्केर पछाडि सर्छ क्या। पछाडि सर्दै जान्छ होइन। अनि भाग्छ क्या होइन त्यहाँबाट। अनि उसको मम्मी बाबालाई खोजिरहेको हुन्छ होइन। मम्मी बाबा चाहिँ त्यतिखेर रातिको 3 बजिरहेको हुन्छ अभियसली होइन। त्यही भएर अनि मम्मी बाबा चाहिँ अनि बाहिर आगो बालेर होइन रिचुअल गरिरहेको हुन्छ कि तिनीहरू कल्ट जस्तो होइन। किनकि तिनीहरू उत्सवको मम्मी बाबा नै हुँदैन कि, त्यो ऐनाभित्र छिरेको हुन्छ नि त होइन। ऐनाभित्र छिरेको हुनाले त्यो के अरे मम्मी बाबा र बहिनी उसको होइन कि त्यो होइन। उल्टो दुनियाँको बहिनी हो कि त्यो, उल्टो दुनियाँको मम्मी बाबा हो क्या होइन। त्यही भएर अनि सबै उल्टो गरेको हुन्छ क्या होइन। पानी पिउनुको सट्टा रगत पिएको हुन्छ। अनि उत्सवको मम्मी बाबाहरू सुत्नको सट्टा रिचुअल गरेर हुन्छ होइन। उत्सव त्यहाँ पनि भाग्छ क्या होइन। अनि पछाडि फर्केको त एउटा भुत्नी हुन्छ कि होइन। भुत्नीले चाहिँ त्यही ढोकामा उभिएर घरको ढोकामा उभिएर उत्सवलाई हेरिरहेको हुन्छ कि होइन। यस्तरी बाङ्गे मुख गरेर होइन। अब उत्सव त डराउँछ क्या होइन। अब कसरी बाहिर निस्किन्छ यो ऐनाको दुनियाँबाट भन्दा होइन। अनि ऐनाको दुनियाँ त यस्तो उल्टो हुन्छ नि त होइन। इमेजिन गर्नुहोस् न तपाईँले होइन। त्यो शब्दहरू उल्टो छ होइन। स्क्रिनमा देखाउँछु क्या होइन। शब्दहरू उल्टो छ होइन। जस्तै अब मानव सी लेखेको हुन्छ, सी यसरी लेखेको हुन्छ भने उल्टो तरिकाले अर्को तरिकाले लेखेको हुन्छ होइन। त्यस्तो देखेपछि त होइन सीको सट्टा अर्को सी देख्यो भने त होइन मान्छे त पागल हुन्छ नि। अनि उल्टो दुनियाँमा आएको छ। त्यही माथि भुत्नी त्यही छ होइन। त्यो घरमा चाहिँ पहिलेदेखि हन्टेड हुन्छ क्या होइन। किचकन्डे हुन्छ क्या होइन त्यहाँ होइन। अनि किचकन्डे हुन्छ त्यहाँ। अनि त्यसपछि चाहिँ अनि त्यो किचकन्डीले तानेको हुन्छ क्या ऐनाभित्र होइन। त्यही माथि उत्सवले रिचुअल गर्छ क्या 3 बजेको। त्यही भएर अनि त्यो किचकन्डे जाग्छ क्या होइन। किचकन्डले उत्सवलाई ऐनाभित्र तानेको हुन्छ। अनि उत्सवले त्यो किचकनलाई देख्छ नि। किचकनले हाँसेर त्यही ढोकामा उभिएर हेरेर हुन्छ नि। त्यसपछि अनि उत्सव चाहिँ अनि बाहिर जान्छ क्या होइन। घरभन्दा बाहिर जान्छ नि। घरभन्दा बाहिर गएपछि मान्छेहरू पनि डर लाग्दो हुन्छ नि क्या होइन। अनि सबै भूत जस्ता हुन्छन् रे होइन। अनि के देखेको हुन्छ क्या उत्सवले होइन।
अनि त्यसपछि उत्सवले कसरी कसरी हुन्छ जुन ऐनाबाट छिरेको थियो त्यही ऐनाबाट बाहिर निस्किन्छ क्या होइन, आफ्नै दुनियाँमा आउँछ। अनि आफ्नो दुनियाँमा आएपछि त अनि बिहानको 10 बजिरहेको हुन्छ होइन, उसको मम्बाबाले उसलाई खोजिरहेको हुन्छ होइन, उत्सव उत्सव भन्दा रुँदै खोजिरहेको हुन्छ होइन। अनि पुलिसलाई फोन गरेर लागिरहेको हुन्छ कि उत्सवले मम्मी भनेर बोलाउँछ होइन। अनि उत्सवले अनि उसको मम्मी चाहिँ दौडिँदै दौडिँदै अनि उत्सवलाई हक गर्छ। अनि तिमी कहाँ गएको थियौ भन्छ होइन। अनि मसँग यस्तो यस्तो भएको थियो, मैले यस्तो यस्तो गरेको थिएँ भन्छ होइन। अनि उत्सवको मम्मीले सुरुमा पत्याउँदैन क्या त्यो कुरा होइन। अनि त्यही पनि उत्सवको बाबा चाहिँ अलिकति के भन्छ धार्मिक टाइपको हुन्छ क्या, अलिकति पूजा गर्ने, अनि भूतहरूमा बिलिभ गर्ने खालको हुन्छ होइन। अनि उत्सवको बाबाले एकचोटि लामालाई बोलाएर हेरौँ न त भन्छ होइन। अनि उत्सवको मम्मीले पनि ल हुन्छ, उत्सवको मम्मीले बल्ल कन्भिन्स हुन्छ क्या होइन। लामालाई बोलाउँछ, लामालाई बोलाएपछि भित्र अनि लामाले भन्छ यो ऐनामा केही प्रब्लम छ, यो ऐना तपाईँले हटाइदिनुहोस्, यो घरमा किचकन्डी छ होइन, अनि किचकन्डीको बास ऐनाभित्र छ, तपाईँको बच्चालाई किचकन्डीले ऐनाभित्र नि लिएर गएको रहेछ होइन भनेर भन्छ। त्यसपछि उत्सवको मम्मी त झन् डराउँछ होइन। अनि त्यसपछि उत्सवको मम्मी झन् हुन्छ होइन। अब के गर्ने मेरो बाबुलाई के हुन्छ भन्दाखेरि केही हुन्न म बुढी लगाइदिन्छु, बुढी लगाइदिएपछि अनि फुकिदिन्छु, फुकफाक गरिदिन्छु, अनि ऐनाहरू फुकेर अनि तपाईँले ऐनाहरू फुटालिदिनु पर्ने हुन्छ। अनि त्यसपछि ऐना फाल्न पर्ने हुन्छ होइन, रातो कपडामा बेरेर फाल्न पर्ने हुन्छ ऐना होइन। अनि केही पनि हुन्न तपाईँको छोरालाई होइन। अनि त्यसपछि त्यो ऐनामा प्रब्लम हुन भन्छ होइन। तर यदि गरेर पनि केही हुनेवाला छैन, यो घर पनि छोडेर जानु। अनि लामाले भन्छ कि मैले ऐनाहरू फुटालेर रातो कपडामा बाँधिदिन्छु, तर घर पनि छोड्नु परिदिन्छ हजुरले भन्छ होइन। तर उसको मम्बाबाले भन्छ, उत्सवको मम्बाबाले भन्छ हामीले अब सबै जम्मा पुँजी जति पनि थियो, हाम्रो कमाइ जति पनि थियो त्यो सबै लगायौँ यो घरमा, घर छोड्न त मिल्दैन भन्छ होइन। त्यही भएर अनि ल ठिक छ मैले यो घरलाई बाँडिदिन्छु होइन, ठुलो पूजा गर्न पर्ने हुन्छ होइन। अनि त्यसपछि नै केही हुनसक्छ भन्ने कुरा गरेछ। अनि त्यसपछि त्यस्तै गरेछ। अनि त्यसपछि चाहिँ अनि त्यो भयो। अनि त्यसपछि चाहिँ अनि त्यो घरमा चाहिँ किचकन्डीले तर्साउन छोड्यो क्या होइन। अनि त्यो श्रापित ऐना पनि अभियसली अब लामाले लिएर गयो आफैले होइन। अनि कहीँ गएर गाड्यो या फिर के गर्यो त्यो थाहा भएन, लामाले के गर्यो थाहा भएन त्यो ऐनासँग होइन। त्यस्तो हुन्छ क्या, यो पहिलो कथा होइन। आजको अर्को कथा चाहिँ एउटा मान्छेको हुन्छ क्या होइन, अभियसली होइन, मान्छेकै हुन्छ, भूतको त कहाँ हुन्छ होइन। भूत मेन क्यारेक्टर त कहिले पनि हुँदैन, मान्छे नै मेन क्यारेक्टर हुन्छ हाम्रो कथामा होइन। त्यो मान्छे चाहिँ बोटिङ चढेर जान्छु भन्ने सोचेको हुन्छ क्या होइन। अनि बोटिङ चढेर अनि यसो चुल्छु भने पनि सोचेको हुन्छ। अनि त्यसपछि चाहिँ अनि बोटिङ गर्दा गर्दै फिसिङ पनि गर्छु भन्ने सोचेको हुन्छ होइन। एउटा माझी हुन्छ होइन बोट चलाउने होइन, माझीले बोट चलाएर हुन्छ होइन। त्यसपछि चाहिँ अनि यसो फिसिङ गर्छु भन्छ होइन। अनि त्यसपछि चाहिँ अनि जहाँ पनि फिसिङ त्यो एउटा तालमा फिसिङ गरेर आउँछ क्या होइन। त्यसपछि चाहिँ अनि माझी हुन्छ बोट चलाउने। अनि त्यसपछि चाहिँ अनि तालमा गएको हुन्छ क्या होइन। अनि जहाँ पनि त्यो फिसिङको त्यो रोड फिसिङ गर्न खोजेको हुन्छ त्यहाँ फिसै आउँदैन क्या होइन, मासै पर्दैन क्या कति पनि होइन, जति कुर्दाखेरि पनि। त्यही भएर अनि माझीले भन्छ सुन्नुहोस् त मलाई त्यो ठाउँमा त्यो जङ्गलको नजिकै लैजानुहोस् त भन्छ होइन। अनि त्यसपछि माझीले भन्छ हुन्न साहब हुन्न, त्यहाँ त तर्साउँछ, म त लान सक्दिनँ, बरु हजुर नै जान सक्नुहुन्छ भने, तर म चाहिँ जान्दिनँ है भन्छ नि। त्यही नै अनि त्यो मान्छेले कर गरेर होइन अनि डबल ट्रिपल पैसा दिएर अनि माझीलाई मनाउँछ क्या होइन। अनि माझी पनि जान तयार हुन्छ है। अनि त्यही जङ्गलको नजिकैको तालको साइडतिर जान्छ कि होइन। अनि माछा मार्न थालेको हुन्छ कि। अनि त्यो ठ्याक्कै के हुन्छ भने यस्तो माछाको रड हुन्छ नि, माछाको रडको त्यो माछाको धागो के भन्छ त्यसलाई, हुक माछाको हुकलाई, माछा पार्ने हुकलाई चाहिँ कसले हो तानेको जस्तो फिल हुन्छ होइन। उयो परे माछा परे भन्छ होइन। अनि माझी पनि खुसिन्छ कि वाह साहब तपाईँले त राम्रो माछा मार्नु हुँदैछ त, माछा पऱ्यो त भन्छ होइन। अनि यसरी हलेको हुन्छ होइन। अनि आफू नै तल जान लाग्यो जस्तो फिल हुन्छ क्या। त्यसपछि ओइ माझी सुन्नुहोस् त, माझी सुन्नुहोस् त, तपाईँले मलाई पछाडिबाट यसरी समात्नुहोस् त, म त्यो माछा अलिक गरौँको भएको छ होइन, त्यही भएर ठुलै माछा परेको जस्तो छ भन्छ होइन। त्यसपछि भुत्त परेर यस्तो तल जान्छ होइन। अनि तल गएपछि एउटा के हो हातले यसरी च्याप्प समातिदिन्छ होइन। अनि पानीभित्र तान्न थालेको हुन्छ। ठ्याक्कै माझीले
तानिदिन्छ होइन त्यो माछा समात्न आउने मान्छेलाई होइन। लेट्स चाहिँ माछा समात्न आउने मान्छेको नाम चाहिँ करण थियो होइन। करणलाई समात्छ क्या होइन। अनि माझीले करणलाई समात्छ होइन। अनि करणलाई पनि मन्त्र जाप गर्छ क्या होइन। मन्त्र जाप गरेर अनि त्यसपछि अनि त्यो हातले छोडिन्छ अनि त्यसपछि अनि करण माथि आउँछ। के थियो यो भन्छ होइन माझीले होइन। मैले त साहब हजुर भनेकै हो यहाँ तर्साउँछ भनेर, त्यही भएर त मैले हजुरलाई यहाँ नलिएर भन्छ। ल ल छिटो छिटो बोट फर्का भन्छ होइन। अनि बोट फर्काउनु थालेको हुन्छ कि बोट चलाउने कुरा पनि केही चिजले तानेको जस्तो हुन्छ होइन। अनि माझी पनि डराउँछ होइन। अनि माझीको पनि त्यो बोट चलाउने कुरा चाहिँ तान्न थालेको हुन्छ होइन। अनि देख्नुभयो त साहब अब यहाँ भूतले यो बोट चलाउने कुरा ताने अब के गर्ने भन्छ होइन। त्यसपछि चाहिँ बोट चलाउने कुरा दिए मलाई, म चलाउँछु भन्छ होइन करणले होइन। अनि त्यसपछि मन्त्र जाप गर्दै करणले बोट चलाएर त्यो ठाउँबाट निस्किन थाले हुन्छ होइन। ठ्याक्कै के हुन्छ भने माझी पोजेस्ट हुन्छ क्या होइन। त भूत चढ्छ क्या त्यसलाई होइन। अनि भन्न थाल्छ क्या होइन यो बोट यहीँ रोक्नुहोस्, कहाँ जानु भएको भन्छ होइन। अनि करणले चाहिँ मन्त्र जाप गर्दै पछाडि फर्किँदै के भयो तँलाई भन्छ होइन। अनि छिटो यो बोट रोक्नुहोस् भन्छ होइन। अनि त्यसपछि त्यस्तै डरलाग्दो आवाजमा भन्न थालेको हुन्छ, डबल भोइसमा भन्न थालेको हुन्छ होइन। अनि करणलाई समात्न थाल्छ क्या। करणलाई यस्तो च्याप्पा समातेर अनि पानीमा डुबाउनु थालेको हुन्छ होइन। अनि त्यसपछि अनि करणले अनि मन्त्र जाप पनि गर्न सक्दैन क्या होइन। अनि त्यही क्रम चलिरहेको हुन्छ। अनि त्यसपछि अनि त्यो बोट त्यहीँ बिचमा अड्केको हुन्छ होइन। अनि बोट चलाउने कुरा पनि खस्छ क्या पानीभित्र, अब कसरी चलाउने बोट होइन। अनि करण बेसकै चिचाउँछ होइन, हेल्प भन्छ चिचाउँछ होइन। नजिकै बोट चलाउने माझीहरूले बोट नजिकै आउँछ। त्यसपछि बोट नजिकै आएपछि करणलाई भन्छ के भयो साहब भन्छ। अनि त्यसपछि मलाई बचाओ भन्छ होइन। अनि त्यसपछि अनि त्यो माझीहरूले हात दिन्छ कि करणलाई। अनि करण हात समातेर अर्को बोटमा जान्छ होइन। अनि त्यो जुन भूत चढेको माझी हुन्छ त्यो भूत चढेको माझी चाहिँ यसरी हल्लिन्छ होइन, काम्छ क्या होइन, खान्छ। अनि त्यसपछि चाहिँ अनि अरू माझीहरूले त्यही भूत चढेको माझीलाई समातेर बोटभित्रै आफ्नो बोटमा लिएर जान्छ क्या। अनि दुईवटा माझी जस्तै अब एउटा माझी थियो भने जस्तै एउटा बोटमा एउटा माझी थियो भने त्यही बोटमा दुईवटा माझी बसेर त्यो भूत चढेको माझीलाई समात्यो। अनि त्यसपछि अर्को तेस्रो माझीले चाहिँ बोट चलायो होइन। अनि त्यसपछि चौथो माझीले चाहिँ करणलाई लिएर गयो क्या अर्को बोटमा। अनि त्यसपछि अनि साहब तपाईँहरू किन यहाँ आउनुभएको त नि, यस्तो तर्साउँछ भन्ने हजुर थाहा छैन भन्छ। यो माझीले मलाई भनेको थियो तर मैले पत्याइनँ, त्यही भएर हामी यस्तो सिचुएसनमा फसेको भन्छ। त्यसपछि अनि सरी भन्छ होइन। त्यसपछि करणले होइन के अरे सरी भन्छ होइन त्यो के अरे करणले होइन। अनि त्यसपछि तिनीहरू जान्छ कि खोला छेउमा जान्छ, खोला किनारमा जान्छ। त्यसपछि करण त्यहाँबाट जान्छ होइन। अनि त्यो माझीले अरू माझीहरूले लामाथिम लैजान्छ होइन। अनि लामाथिम लिएर गएपछि लामाले भन्छ कि कुनै डुबेर मरेको प्रेतले सताएको रहेछ, यो माझीलाई के अरे माला लगाउने भन्नुहोस् ठिक हुन्छ यो भन्छ होइन। त्यसपछि अनि लामाले फुकफाक गरिदिन्छ ठिक हुन्छ होइन। सो यो थियो सेकेन्ड स्टोरी होइन। यो आजको लास्ट स्टोरी चाहिँ एउटा प्रेमी र प्रेमिकाको जोडी होइन। तिनीहरू चाहिँ अब डेटिङ गएको हुन्छ होइन। अनि तिनीहरू चाहिँ गाउँमा बस्ने हुन्छ क्या। अनि गाउँमा त अब सबैजना छिटै सुतेको हुन्छन् होइन। अनि यसो गाउँको अब यसो खुल्ला जङ्गलतिर गएर अनि बस्छौँ अनि कुरा गरौँ भनिन्छ होइन प्रेमिकाको होइन। अनि भरभरको माया हुन्छ, त्यही भएर अनि दुईजना लथनी भनेर अनि त्यसपछि जान्छन् होइन, कुरा गर्छन्। अनि कुरा गरेपछि अब मजाले अब हावा चलिरहेको हुन्छ, मजाको हुन्छ होइन। दुईजना कुरा गरिरहेको हुन्छन्। कुरा गर्दा कति बजे पनि थाहा हुँदैन होइन। घडी हुन्छ होइन, घडीमा चाहिँ कमसेकम रातिको 12 बजिसकेको हुन्छ नि। म त घर जानुपर्छ है, मलाई त मम्मी बाबाले कुरिराख्नु भयो होला। कि उहाँ थाहा नपाउने तरिकाले त आएको, तर पनि उहाँहरूले म रुममा छैन भने थाहा पाउनु भयो भने मार्नुहुन्छ भनेर। अनि त्यसपछि ल भन्छ अनि प्रेमी पनि होइन। प्रेमी र प्रेमिका जानेको थालेको हुन्छ नि। त्यसपछि जङ्गलकै छेउमा बसिरहेको हुन्छ नि। अनि टाढा जस्तै छ
जङ्गल छ यता अनि जङ्गलको उतापट्टि चाहिँ जङ्गलको अगाडि हेर्ने हुन्छ गाउँ गाउँ हुन्छ क्या होइन गाउँको घरै घर हुन्छ है अनि तिनीहरू चाहिँ अनि त्यसपछि त्यहाँबाट निस्किन्छ अनि निस्किएपछि तलतिर झर्न थाले हुन्छ गाउँतिर जान थाले हुन्छ ठ्याक्क अनि कसले मसाल बोकेर आएको हुन्छ कि मतलब आगो बाल्ने कुरा हुन्छ होइन त्यो लट्ठी हुन्छ अनि लट्ठी बालेर लट्ठीमा चाहिँ आगो बालेर आएको जस्तो देखेछ होइन त्यो आगोको सेप मात्र देखेको हुन्छ होइन अनि कोही यति राति आगो बालेर हिँडेछ सबैजना त सुत्छ भनेर भन्छ होइन केटाले होइन अनि केटीले पनि भन्छ होला कोही अब छोडिदेऊ न जाम हामी आफ्नो बाटो जाऊँ भन्छ भनेर हेरौँ न को रहेछ भनेर होइन केटालाई भन्छ अनि केटा नजिक केटाको करमा केटा र केटी दुइटै नजिक जान्छ होइन नजिक गएपछि अनि को रहेछ भनेर अनि यसो हेर्न गएको त अनि सिर्फ आगो मात्र हुन्छ होइन अनि आगो बलेको आगो मात्र हुन्छ अनि त्यसपछि त्यो चाहिँ हावामा हिँडिरहेको हुन्छ होइन अनि केटा तर्सिन्छ होइन अनि केटाले तर्सिन्छ केटीलाई तानेर अनि रुख पछाडि लैजान्छ होइन के भयो भन्छ नि केटीले होइन हो यो त राकेभूत हो भन्छ होइन के हो राकेभूत भन्छ होइन केटीले होइन अनि केटीको मुख छुनिन्छ होइन एकछिन चुप लाउ तिमी एकछिन चुप लाउ त अहिले घर बसी अहिले भोलिपल्ट सम्झाउँछु म तिमीलाई अहिले सम्झाउनु सक्दैन भन्छ होइन अनि त्यसपछि अनि त्यो राकेभूत चाहिँ अनि तिनीहरूको साइडबाट र जुन रुखमा लगिन्छ तिनीहरूको साइडबाट जान्छ कि अनि त्यसपछि अनि गएर अनि आफ्नो बाटोतिर जान्छ अनि कहाँ हिँडेर गायब हुन्छ होइन अनि प्रेमिकाको हात समातेर छिटो हिँड त तिमीलाई घर पुऱ्याउँछु तिमीलाई घर पुऱ्याइदिन्छु भन्छ होइन त्यसपछि तिनीहरू भाग्छ नि घर पुऱ्याइदिन्छ अनि त्यसपछि प्रेमिका चाहिँ घर जान्छ अनि कसैले पनि थाहा पाउँदैन क्या के अरे उसको घर परिवारको कसैले पनि थाहा पाउँदैन कि घर बाहिर गयो भनेर अनि त्यसपछि अनि प्रेमिको पनि आफ्नो घर जान्छ होइन अनि भोलिपल्ट प्रेमिका भेट्छ अनि प्रेमीले प्रेमिकालाई भन्छ कि त्यो चाहिँ राकेभूत हो अनि राकेभूतको चाहिँ आगो बलेको हुन्छ होइन सिर्फ आगो मात्र हुन्छ अनि आगोमा चाहिँ भित्र चाहिँ हड्डी हुन्छ होइन हावामा हिँडेको हुन्छ भन्छ ए त्यस्तो हुन्छ राकेभूत भन्छ होइन अनि प्रेमिकाले होइन अबदेखि कहिले पनि बेलुकातिर रातितिर त्यो जङ्गलतिर नजाम भन्छ होइन प्रेमीले नि हस् भन्छ होइन अबदेखि कतै अरू ठाउँमा भेटौँ न होइन यहाँ चाहिँ नजाम भन्छ होइन अनि त्यसपछि तिनीहरू त्यसरी नै अरू ठाउँमा भेटेको हुन्छ अनि त्यसपछि दिनमा भेट्छ क्या दिनमा चाहिँ अरूले नदेखिने तरिकाले भेट्छ होइन यो कथा चाहिँ एउटा डक्टरको हो अनि गाउँको नजिकैको डक्टर हो क्या होइन अनि ऊ चाहिँ अब उसको पेसेन्टहरू चाहिँ सहरमा नि छ अनि गाउँमा पनि छ होइन अनि एक दिन चाहिँ उसलाई अब गाउँमा जानुपर्ने हुन्छ क्या होइन जस्तै अब ऊ आफ्नो घरमा बसिरहेको हुन्छ अनि रातिको कमसेकम 9 बजिरहेको हुन्छ होइन एक ठाउँबाट कल आउँछ क्या होइन अनि कल रिसिभ गर्छ अनि कल रिसिभ गरेपछि सुन्नुहोस् त मेरो आमा एकदम बिरामी हुनुहुन्छ अनि त्यही भएर तपाईँ आइदिनु पर्ने हुन्छ जसँग भन्छ क्या होइन अनि डक्टरले अनि फोन राख्छ अनि फोन राखेपछि अनि जान्छ अनि गएपछि त्यो गाउँ जानको लागि चाहिँ एउटा पहाडबाट अनि नदीबाट अनि जङ्गल हुँदै जानुपर्छ क्या होइन सुरुमा चाहिँ पहाडमा आउँछ होइन पहाडमा आउँदाखेरि कस्तो सरर हावा लागेको हुन्छ अनि मजाको हावा लागेको छ अनि त्यसपछि चाहिँ अनि उसले इन्जोय गरिरहेको हुन्छ कि मुनलाइट चलिरहेको हुन्छ होइन जुन लागिरहेको हुन्छ जुनको प्रकाशले चाहिँ सबै राम्रोसँग देखिरहेको थियो कि त्यसपछि चाहिँ अनि पहाडपछि जङ्गल आयो होइन जङ्गलपछि जङ्गलमा हुँदै हिँड्दै अनि टाढाबाट एउटा केटी रोएको आवाज आयो क्या अब उसले उता डक्टर गऱ्यो नि त होइन अब केही भएको हो कि त्यो मान्छेलाई होइन केही चोट लागेको कि होइन केही उसँग फर्स्ट एड किट पनि थियो अनि चोट लागेको मान्छेलाई अब यसो हिल गर्न मिल्छ भन्थ्यो होइन अनि त्यसपछि चाहिँ ऊ गएछ होइन त्यही आवाज भएको ठाउँ डिरेक्सनतिर गएछ अनि त्यसपछि चाहिँ अनि एउटा लेडिज मान्छे चाहिँ राम्रै लेडिज मान्छे चाहिँ रुखमुनि बसेर यसरी रोएर बसिरहेको थियो सुरा लागेको थियो हुन त केही भएको रहन्छ यो मान्छेलाई अब किन रोको होला भनेर अनि क्युरियोसिटीमा जिज्ञासा भएर ऊ चाहिँ गएछ कि नजिकै त्यो लेडिजको नजिक गएर सोधेछ सुन्नुहोस् त म्याडम तपाईँ किन रुनुभएको भन्छ है अनि रोइरहेको हुन्छ कि होइन अनि त्यसपछि चाहिँ अनि फेरि दुईचोटि भन्छ दुईचोटि भनेपछि अनि त्यो आइमीले भन्छ कि हेर्नु न मेरो बच्चा हरायो म र मेरो बच्चा आएको थियौँ मैले बच्चालाई यहीँ साइडमा राखेर झुकेर निधाएको छु त्यही भएर अनि मेरो बच्चा गायब भएछ भन्छ डक्टरले भन्छ तपाईँ किन त्यस्तो लापरवाही गरेर पनि अनि बच्चाहरू त अनि
हिँडिहाल्छ नि यताउति अनि कसैले लिएर गएको पनि हुनसक्छ केही हुनसक्छ अब के गर्नुहुन्छ भनेर सोचेछ होइन त्यो आइमेर भन्छ खै म त के गर्ने थाहा छैन भन्छ होइन अनि पुलिसलाई रिपोर्ट गरिदिनु त भन्दाखेरि अनि त्यही गर्न पर्ला भनेर सोचेको हुन्छ होइन त्यो आइमेर डक्टरलाई सोध्छ तपाईँ चाहिँ कहाँ जान लाउनु भएको मलाई मसँग पुलिस स्टेसन जानु न म सँगै गएर रिपोर्ट गर्नुहुन्छ अनि सजिलो हुन्छ भन्छ होइन डक्टरले सुरुमा मान्दैन अनि फेरि फोन आउँछ कि डक्टरलाई अनि सुन्नुहोस् त मेरो आमा ठिक हुनुभयो तपाईँ आउनु पर्दैन भन्छ क्या होइन डक्टरले भन्छ ल म त फ्री भएँ अब जाम पनि के अरे पुलिस स्टेसनमा भन्छ होइन अनि दुईजना जान्छन् कि होइन गएपछि अनि दुईजनासँगै गएर कुरा गर्दै गर्दै त्यो जङ्गलबाट हुँदै आफ्नो घर जाने बाटोतिर जान्छ क्या होइन घर जाने बाटोतिर भन्दा घर नजिकै पुलिस स्टेसन हुन्छ क्या होइन जान्छ अनि त्यसपछि चाहिँ जाँदा जाँदै अनि पुलिस स्टेसन पनि आउँछ क्या होइन पुलिस स्टेसन आएपछि पुलिसलाई गएर भन्छ कि होइन यो लेडिजको मसँग आउनुभएको लेडिजको बच्चा हराएको छ भन्छ होइन पुलिसले सोधेको अनि तपाईँ पिएर आउनुभएको कि के हो भनेछ होइन त्यसपछि चाहिँ तपाईँ किन त्यस्तो भन्नुभएको मलाई भन्छ नि डक्टरले होइन तपाईँ त यहाँ पुलिस स्टेसनमा आउने बेला पनि एक्लै बोलेर आउनुभएको थियो कोही पनि थिएन तपाईँको साइडमा भन्छ होइन डक्टरले भन्छ ऊ छ त यहाँ भनेर भन्दाखेरि पाउज हुन्छ क्या होइन ऊ छ त यहाँ भनेर पाउज हुन्छ होइन भएर कोही पनि हुँदैन थियो अनि डक्टर सक्ड हुन्छ क्या होइन त्यसपछि चाहिँ अनि हुन्छ स्ट्रेसमा त्यस्तै हुन्छ मान्छे देखिन्छ कहिले काहीँ के हुन्छ दिमागमा धेरै कुरा चलेर आउँछ त्यही भएर तपाईँ घर जानुहोस् भन्छ नि पुलिसले होइन डक्टरले चुप्प लगाएर फर्केर घर जान्छ क्या त्यहाँदेखि अब उसलाई अब कसैले लेडिज देख्यो भने पनि उसलाई लेडिज एक्लै देख्यो होइन अनि बाटोमा देख्यो भने पनि अब अँध्यारोमा डर लाग्छ क्या त्यो डक्टरलाई यो पहिलो स्टोरी होइन सपोज सेकेन्ड स्टोरी चाहिँ एउटा घरमा बसिरहेको मान्छेको हुन्छ होइन अनि ऊ चाहिँ अब घरको कामहरू गरिरहेको हुन्छ कि भ्याक्युम लगाउने अनि खानासाना पकाउने यताउति होइन एक्लै बस्ने मान्छे हुन्छ कि होइन अनि जब हुन्छ एउटा होइन अफिसमा जाने जब हुन्छ होइन अनि एक्लै अब सबै कुरा म्यानेज गर्नुपर्ने हुन्छ होइन अब जिन्दगी अब चलिरहेको थियो राम्रै भने होइन स्मुथ चलिरहेको थियो एकचोटि चाहिँ अब बेलुकासम्म कतिको 7-8 बजीसम्म कपडा उठाएको हुँदैन कि उसले अनि ल मैले कपडा उठाउने बिर्सेछु कपडा सुकाएको थिएँ भन्छ होइन अनि जान्छ क्या माथि होइन दौडिँदै माथि जान्छ अनि त्यसपछि चाहिँ अनि कपडा उठाएको हुन्छ अनि कपडा उठाउँदाखेरि के चिजले सास फेरेर कानबाट यस्तै यताबाट स्वाट्ट गयो जस्तो फिल हुन्छ कि होइन पछाडि हेर्छ कि पछाडि हेरेर त्यो ढोका हुन्छ कि होइन ढोका हुन्छ अनि त्यो ढोकाको मुनि भर्याङ हुन्छ नि भर्याङपछि भर्याङबाट मुनि गएपछि चाहिँ आफ्नो रुमतिर जान्छ कि होइन अनि यसो हेर्छ अनि के चिज आएछ भनेर अनि वास्ता नरिकन कपडा उठाएर आउँछ होइन अनि ठ्याक्कै कपडा उठाउँदाखेरि एउटा फोन आएको हुन्छ कि होइन अफिसबाटै फोन आएको हुन्छ कि अनि अफिसबाट फोन आएपछि लामो कुरा गरेर आउँछ होइन अनि त्यही कपडा हातमा लिएर होइन त्यही ढलमा बसेर कुरा गरेर आउँछ नि हुन्छ सर भनेर अनि फोन राखेको हुन्छ अनि त्यसपछि स्याट्ट यसरी फोन राखेर गोजीमा राखेर अनि त्यो कपडा यसरी कपडा यसरी बोकेर यसरी हिँड्दै राखेको हुन्छ ठ्याक्कै साइडमा कोही उभिएको ठिङ्ग उभिएको जस्तो देखिन्छ क्या अनि जसँग भयो तर्सिन्छ कोही पनि हुँदैन क्या त्यहाँ अनि यो मेरो बेहेम होला भन्ने सोचेको हुन्छ होइन त्यसपछि तल जान्छ होइन तल गएपछि कपडाहरू चेक गर्छ कपडाहरू पठाउँछ कपडा पठाएपछि एउटा कपडा मिसिङ हुन्छ क्या होइन फेरि कपडा कपडा खोज्न जान पर्ने हुन्छ कि माथि होइन अनि माथि कपडाको भर्याङ गरेर दौड्दै माथि जान्छ अनि कपडा धनतिर जान्छ अनि धनमा गएर कपडा भेटाउँछ कपडा भेटाएपछि फर्किन्छ नि फर्किन लागेको बेलामा चाहिँ ठ्याक्कै कसले हो कपडा तानेको जस्तो फिल हुन्छ क्या होइन त्यो कपडा समातिरहेको छ कपडा कसले तानेको जस्तो फिल हुन्छ अनि पछाडि फर्केर हेर्दाखेरि आँखाको कुनापट्टि एउटा लामो आकृति होइन कालो लामो आकृति उभिएर होइन त्यो मान्छेलाई हेरिरहेको हुन्छ कि होइन अनि त्यो मान्छेले कपडा त्यहीँ छोडिन्छ क्या होइन कपडा त्यहीँ फालिदिन्छ छोडिन्छ अनि भागेर अनि तल जान्छ तल गएपछि सबै कुरा भन्छ होइन अनि आफ्नो साथीहरूलाई आफ्नो मम बाबाहरूलाई भन्छ होइन मम बाबा चाहिँ सँगै बसेको हुँदैन अभियसली त्यही पनि फोन हानेर भन्छ क्या होइन अनि साथी र ममलाई होइन अनि त्यसपछि तिनीहरूमध्ये एकजनाले चाहिँ सजेसन दिएको हुन्छ कि लामालाई गरेर देखाए त भन्छ होइन लामालाई गरेर देखाएपछि त कुनै एउटा भड्किरहेको वरिपरि भड्किरहेको हातमा एकछिनको लागि तपाईँको ढानमा आएको रहेछ अनि तपाईँ नराम्रो खालको हातमा रहेछ है तपाईँलाई तर्साउन खोजेको रहेछ तपाईँलाई सताउन खोजेको रहेछ होइन तपाईँले केही नबिगारे पनि त्यसको तपाईँलाई सताउन खोजेको रहेछ म आएर यसो पूजा गरिदिन्छु होली वाटर राखिदिन्छु होइन
गङ्गाजल राखिदिन्छु, तपाईँ चिन्ता नलिनुहोस् भन्छ होइन। त्यसपछि चाहिँ अनि त्यो लामा आउँछ अनि गङ्गाजल राखिदिन्छ अनि पूजा गरिदिन्छ अनि त्यसपछि त्यो घटना हुँदैन क्या त्यसपछि। सो यो सेकेन्ड स्टोरी होइन। यो आजको तेस्रो र लास्ट स्टोरी चाहिँ एउटा लेडिजको होइन। अनि ऊ चाहिँ अब जस्तै अब आफ्नो वरिपरि उसको फ्रेन्ड सर्कल हुन्छ होइन, जस्तै अब 25-30 वर्षको लेडिज हुन्छ क्या। अनि अब लेडिजहरूसँग कुरा गर्ने अनि आफ्नो आइने समूहहरूसँग कुरा गरेर आउने क्या। मजाको जिन्दगी थियो भनौँ न काइन्ड अफ। अब एउटा हस्बेन्ड थियो उसको होइन। अनि हस्बेन्डले अफिसमा काम गर्थ्यो, ऊ चाहिँ दिनभरि घर बस्ने अनि घरको काम गर्ने अनि बेलुका साँझतिर गएर यसो आफ्नो महिला समूहहरूसँग यसो कुरा गर्ने क्या। जिन्दगी मजाको थियो होइन। अनि एक रात चाहिँ त्यस्तै सधैँको जस्तै 6-7 बजीतिर फर्केछ होइन। ला अब मेरो हस्बेन्ड आउन सक्छ, फेरि मैले खानासाना दिनुपर्छ होइन भनेर अनि बिदा मागेर त्यो लेडिज समूहलाई बिदा मागेर आउँछ होइन। अनि त्यो गफ गर्ने ठाउँ पनि कस्तो हुन्छ भने अब जङ्गलको नजिकै हुन्छ क्या होइन। अनि खास भन्ने हो भने उसको एकजना साथीको घर हुन्छ क्या। घरको नजिकै जङ्गल हुन्छ अनि त्यही गफ गरेर बसिरहेको हुन्छ क्या। अनि त्यहाँबाट अनि फर्केर आएको हुन्छ अनि जङ्गलको बाटो हुन्छ अनि त्यसपछि चाहिँ अनि बिच बाटोमा हिँड्दा अनि त्यसपछि चाहिँ आँखाको कुनामा चाहिँ एउटा यस्तो देखिरहेको हुन्छ होइन। केही एउटा आकृति रुखको हाँगामा बसिरहेको देखिरहेको हुन्छ होइन। होला कोही बच्चा अब यतिखेर कोही अब हुन्छ नि त मस्तीखोर बच्चाहरू अब राति हिँड्दिने होइन, बिग्रेको बच्चाहरू त्यही होला भनेर सोचिरहन्छ होइन। अनि त्यो ठ्याक्कै त्यो रुखको नजिकै जुन आकृति उभिएको रुख हुन्छ त्यहीँ नजिकै जान्छ क्या होइन। त्यही सोचेर क्या बच्चा होला भनेर होइन। त्यो आकृति चाहिँ त्यो रुखको नजिकै गएको हुन्छ अनि त्यो आकृति यसरी खुट्टा हल्लाएर बसिरहेको हुन्छ होइन। त्यो आकृति त फालेर त्यो आइमेको काँधमा आएर बस्छ होइन। अनि त्यसपछि चाहिँ त्यो आइमेले त्यो आकृतिको कान चरप समातेर होइन यो को हो मेरो काँधमा आएर भन्यो, को हो भन् छिटो भन् भनेर अनि भन्छ होइन। अनि त्यसपछि अनि गरेर त्यो लाइक साउन्ड चाहिँ हालिदिन्छ होइन भिडियोमा होइन। त्यस्तो खालको लाइक साउन्ड के अरे सास फेरेको आवाज आउँछ कानमा, के अरे महिलाको कान लेडिजको कानमा चाहिँ सास फेरेको आवाज आउँछ होइन। किन सास फेरेर बसिरहेको छ पागल होस्, अहिले तेरो मम्मीलाई भनिदिन्छु अनि भन्छ होइन। अनि अब उसले के सोचेको हुन्छ भने त्यही नजिकै कोही बच्चा होला अनि त्यसकै मम्मीलाई गएर भनिदिन्छु भनेर सोचेको हुन्छ होइन। अनि त्यसपछि चाहिँ अनि त्यसले नहुने ठाउँमा कम्मरमा गएर अनि त्यो आकृतिले नहुने ठाउँमा गएर छुन थाल्छ क्या होइन। यस्तो होइन। यो एक्चुअली कथामा भन्न नहुने कुरा हो, त्यही पनि मैले तपाईँलाई बुझाउनको लागि देखाएको होइन। अनि त्यो लेडिज त अनि चिसो हात हुन्छ क्या एकदमै होइन। अनि त्यो लेडिज त आत्तिन्छ कि होइन। अनि पसिना आउनु थाल्छ कि त्यो लेडिजको होइन। को होस् त भन्छ नि। त्यसपछि चाहिँ अनि भनेर डरलाग्दो आवाजमा कानमै भन्छ क्या होइन त भूतले होइन। अनि त्यो बारम्बार त्यो आवाज आइरहेको छ क्या होइन। त्यो इयर टु इयर आवाज आइरहेको हुन्छ क्या भन्दै अनि त्यो बारम्बार आवाज आउँछ। अनि कम्बरबाट माथि हुँदाखेरि नहुने ठाउँमा छोएको हुन्छ होइन, स्तन जस्तो ठाउँमा छोएको हुन्छ होइन। अनि त्यो लेडिजलाई अनि चर्प समातेर अनि त्यो लेडिजको यस्तो चर्प काँध समातेर के अरे काँध समातेर त्यो लेडिजलाई खसालिदिन्छ कि भुइँमा पछाडिन्छ होइन। त्यो कालो आकृति चाहिँ महिलाको माथि बसेको हुन्छ होइन। त्यो कालो लेडिज चाहिँ यसरी लडेर यसरी बसेको हुन्छ, कालो आकृतिले चाहिँ यसरी बसिरहेको हुन्छ कि। अनि रेपै गर्न थालेको हुन्छ कि एक किसिमले भनौँ न होइन, बलात्कार गर्न खोजेको हुन्छ होइन। हुन त त्यो भूत हुन्छ क्या एक्चुअली, मान्छे हुँदैन कि होइन। अनि त्यसले बलात्कार गर्छ अनि बलात्कार गरेपछि अनि आइमे त रोएर सदमामा जान्छ होइन। अनि त्यसपछि आइमेले अनि त्यो बलात्कार भएपछि अनि बल लगाएर अनि आफ्नो मन्त्र जपेर अनि त्यो आकृतिलाई धकालिदिन्छ। अनि त्यसपछि आफू भाग्छ होइन, कपडाहरू च्यातेको यताउति हुन्छ होइन। अनि आफूसँग पछ्यौरा हुन्छ, पछ्यौरा हुन्छ त्यो पछ्यौराले ओढेर जान्छ कि होइन। अनि कसैले नदिने तरिका होइन। अनि रुन्छ कि त्यो बेसरी होइन। त्यसपछि त्यसको हस्बेन्ड आउँछ होइन। हस्बेन्ड आएपछि अनि मसँग यस्तो भयो भन्छ होइन। कसले गरेको तसित त्यसको नाम बता भन्छ होइन। मान्छेले गरेको भए पो नाम बताउने, त्यो त एउटा केही भूत थियो भन्दै होइन। अनि त्यसपछि हस्बेन्ड पनि अनि एकछिन टुवा पर्छ होइन। अनि त्यसपछि हस्बेन्डले लामालाई बोलाउँछ क्या त्यही पनि होइन। लामालाई भन्दाखेरि कुनै एउटा
दुष्ट मान्छेको आत्मा मरेको रहेछ त्यहाँ होइन अनि त्यसले चाहिँ बलात्कार गर्न खोजेको रहेछ यो यो मान्छेलाई होइन यो केटी यो लेडिजलाई होइन म एउटा बुटी दिन्छु त्यो बुटी लगाउनुहोस् अनि त्यसपछि कहिले पनि पिछा गर्दैन यो बुटी झुकेर पनि नफुकाल्नु होला नत्र भने त्यो चिज फेरि आउँछ तपाईँको पछाडि भन्छ है यहाँ अब भन्यो भने त्यो लेडिज चाहिँ हेर्दाखेरि राम्रो हुन्छ कि होइन त्यही भएर राम्रो भएको हुनाले अनि सेन्ट लाएर हिँडेको हुन्छ कि सेन्ट पनि लाएर हिँड्नु हुँदैन क्या राति कहिले पनि सेन्ट लाएर हिँड्यो भने यस्तै यस्तै चिजहरू पिछा पर्छ अरे कि पछाडि आउँछ अरे कि यस्तै कुराहरू पछाडि आउँछ अरे कि होइन कहिले पनि सेन्ट लाएर हिँड्नु हुँदैन अरे कि होइन राति होइन तर लेडिजहरूको त अब सेन्ट लाएर हिँड्ने बानी हुन्छ नि त जता पनि होइन अनि त्यस्तो हुन्छ कि होइन लामाले त्यस्तो भन्छ लामाले फुदिन्छ लामाले अनि बुढी दिन्छ अनि बुढी अहिलेसम्म छ अरे कि होइन अनि कहिले पनि फुकाल्दैन अरे कि होइन त्यो मान्छेले त्यो लेडिजले सो यो थियो आजको आखिरी र अलिकति डिफ्रेन्ट खालको स्टोरी होइन लास्ट स्टोरी होइन सो हजुरलाई कस्तो मन पऱ्यो कतिको मन पऱ्यो यो भिडियो भन्नु होला अनि कतिको डरलाग्दो लाग्यो भन्नु होला अनि डरलाग्दो लागेन भने पनि भन्दा हुन्छ होइन कसरी डरलाग्दो बनाऊँ कसरी यो कथाहरू लेखौँ कसरी कथाहरू भनौँ मलाई एडभाइस दिए हुन्छ तर गाली नदिनुहोस् होइन नराम्रो कमेन्टहरू नगर्नु होला है अब यसरी गर्दा ठिक हुन्छ यसरी इम्प्रुभ गर्नुहोस् यो ठाउँमा इम्प्रुभ गर्नुहोस् भनेर भने हुन्छ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोस् अनि सेयर र सब्सक्राइब गर्न मलाई गरेन हुन्छ गर्न मलाई नगरेन हुन्छ तर लाइक र कमेन्ट गर्नुहोस् कमेन्ट गर्नु भन्छु होइन हम्बल रिक्वेस्ट हो होइन कमान्ड होइन र यति भन्न साथ आजको भिडियो बन्द गर्छु र नेक्स्ट भिडियो चाहिँ हर भिडियोको साथ आउँछु कहिले आउँछु त्यो थाहा छैन तर आउँछु र यति भन्न साथ आजको भिडियो बन्द गर्छु ल हस् त गुड बाई एन्ड टेक केयर